प्रभु येशूको नाउँमा सबैलाई यो बिहानी स्वागत गर्छु आजको यो क्रिसमस सेवामा। जय मसीह। जय मसीह भनेको के हो? परमेश्वरको तपाईको जीवनमा जय होस् अनि तपाईहरुले पनि तपाईको जीवनमा पनि जय होस्। जय मसीह। मसीह भनेको मुक्तिदाताको जय होस्। परमेश्वरले हाम्रो जीवनमा जय गर्नुभयो भनेदेखि हामी शान्ति आनन्दमा जीवन बिताउँछौं, लामो आयु पाएर अनि हामी परमेश्वरलाई खुसी बनाउँछौं अनि हामी पनि खुसी रहन्छौं। अनि कतिजनाले जय मसीह भन्छ, यो जय मसीह होइन, यो मसीह हो। मसीह है मुक्तिदाता अथवा परमेश्वर मेरो मुक्तिदाता हुन्छ। आजको हामी क्लासमा जाँदै छौं। यहाँनिर यो हामी विश्वासीहरूलाई चाहिँ लगभग कण्ठै नै आउँछ यो वचन है। बाइबलमा सबभन्दा बेसी विश्वास गर्ने मानिसहरूलाई कण्ठपद आउने, परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले के पाओस्? अनन्त जीवन पाओस्। अनि यो मलाई पनि एकदम नै मेरो जेवस मुखमा आइरहने वचन अनि म भन्ने मेरो के अरे हृदयमा रहने वचन चाहिँ बाइबलमा धेरैवटा पद 31,077 पदहरू छन्, तर त्यसमध्येमा पनि यो पद चाहिँ। अनि यसरी यो परमेश्वरले, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। परमेश्वरले विश्वासीहरूलाई मात्रै प्रेम गर्नुहुन्छ हो, होइन भने कहाँ लेखिएको छ त? कहाँ लेखिएको छ त अरूलाई पनि प्रेम गर्छ भनेर? पहिलो यूहन्ना 2:2 पढ त, त्यहाँ लेखिएको छ। यहाँ चाहिँ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो भन्दाखेरि संसार भन्दाखेरि यो पृथ्वीलाई हो कि जस्तो? ल ठिकै छ, अब त्यतिकै पनि पढ, कसेर पढ। बुझ्नुभयो त? अब यूहन्ना यो देख्नु पनि छोड, 3:16 पद अनुसार चाहिँ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो। कस्तो प्रेम गर्नुभयो? यहाँ विशेष गरी हामी मानिसले अनुभव गर्ने चाहिँ 4 किसिमको प्रेम छ। त्यसमध्येमा यो परमेश्वरले हामी मानिसहरूलाई गर्ने प्रेम चाहिँ अगापे प्रेम भन्छ। यो अगापे प्रेम भनेको चाहिँ निस्वार्थ प्रेम हो। किनभने बाइबलमा लेखिएको छ पाप गर्ने चाहिँ परमेश्वरको दुश्मन हो। दुश्मनहरूलाई बचाउनु, हैन, विरोधीहरूलाई बचाउनुको लागि आफू मरिदिने कस्तो प्रेम होला? यो बाइबलको विज्ञहरूले धेरै 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 यो यस बारेमा किताबहरू लेखेको छ भन्छ। तर यो कहिले पनि जति त्यो यो परमेश्वरको प्रेमको बारेमा किताबहरू लेखे पनि अधुरो भयो अरे, अझै पनि पुगेन। उनीहरूको भित्र आत्माले भन्छ अरे परमेश्वरले हामी मानिस जातिलाई गरेको प्रेम चाहिँ व्याख्या गरेर अझै पनि पुगेकै छैन भन्ने उनीहरूलाई किताब लेखिसकेर छपाइसकेर अनि तपाईको वितरण गर्दा पनि यो परमेश्वरको प्रेमको बारेमा मैले लेख्नै सकिनँ भनेर। अनि यस्तो प्रेम छ। अब तपाई विचार गर्नुहोस्, मानवीय विचारले चाहिँ आफ्नो दुश्मन शत्रुलाई कोही मान्छेले पनि उसलाई बचाउनको लागि मरिदिँदैन। तर जब तपाईं मानिस जातिको पुर्खा आदमले परमेश्वरको विरुद्धमा, आफ्नो सृष्टिकर्ता पिताको विरुद्धमा पाप गरे अनि परमेश्वरदेखि अलग भएर लुके, त परमेश्वरले यो मानिसलाई यस्तो प्रेम गर्नुभयो अनि यो मानिसलाई मात्र अनि उहाँको सन्तान हामीलाई यस्तो प्रेम गर्नुभयो, हामीलाई बचाउनको लागि उहाँले स्वर्ग छोडेर धरतीमा आउनुभयो। अनि यति धेरै प्रेम चाहिँ किन गर्नुभएको रहेछ त? यो पनि हामीले बाइबल पढ्दाखेरि प्रश्न गरेर पढ्नु भयो भने तपाईलाई बाइबल परमेश्वरले पवित्र आत्माले अलिक वचनको गहिरोतिर लानुहुन्छ। ल एक उत्पत्ति 1 अध्यायको
26 पद पढ्नुहोस् त। परमेश्वरले हामी मानिसलाई किन यस्तो प्रेम गर्नुभएको रहेछ? परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नो स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ। यिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। परमेश्वरले हामी मानिसलाई, मानिस जातिलाई प्रेम गर्ने कारण चाहिँ यो। हामी हरेक मानिस, कतिजना यहाँ प्रभुलाई विश्वास ग्रहण गर्नु भएको छैन भनेदेखि तपाईले विचार गर्नुहोस्, तपाईलाई प्रेम गर्नुहुन्छ। किनभने तपाईँ भित्र भएको आत्मा नि परमेश्वर जस्तै छ। अनि हाम्रो नानीहरू, हाम्रो बच्चाहरू बाबुआमा जस्तै छ। बुझ्नुभयो त? यसै कारण बाबुआमाले आफ्नो बच्चाहरूलाई, आफ्नो नानीहरूलाई निस्वार्थ प्रेम गर्छन्। अनि जति दुःख गरेर पनि छोराछोरीलाई धेरै पढाउने, बुद्धिजीवी बनाउने, ठुलो मान्छे बनाउने कुनै मूर्ख बाबुआमाको पनि भित्र चाहना हुन्छ। यो चाहिँ हामीलाई आफैलाई पनि त्यहाँ लगेर तुलना गर्न सक्छौँ। अनि परमेश्वरले चाहिँ हामी मानिस जाति चाहिँ उहाँ जस्तै छौँ। हाम्रो शरीर होइन, शरीर चाहिँ संसारमा भएको लगभग 8 अरब मानिसको हाम्रो शरीर, हाम्रो अनुहार एकै खालको मिल्दैन भन्छ। तर तपाईँ र म भित्र भएको जो आत्मा छ नि, आत्मा, हिजो मैले परामर्श गर्दाखेरि कतिजना नानीहरू यहाँ हुनुहुन्छ, उहाँहरूले चाहिँ भन्नुहुन्छ, ललिताको यो टाउको कसको? कसेर भन्नु पर्यो। यहाँ लेखमाया आमाको यो टाउको कसको? हाम्रो। तपाईँ दुईटा छ? मेरो। त्यो हात, मुख, आँखा, घाँटी, पेट, खुट्टा अनि मेरो भन्ने चाहिँ को? यो मेरो भन्ने चाहिँ आत्मा हो। अनि हरेक मानिस भित्र के छ? परमेश्वरको आत्मा छ। अनि यो आत्माले चाहिँ मेरो टाउको दुखो, मेरो आँखा दुखो, मेरो मुटु दुखो, मेरो पेट दुखो, मेरो खुट्टा दुखो, अनि म चाहिँ को खोइ त? म मेरो भन्ने चाहिँ त्यो हो मान्छे चाहिँ। अनि हौ यो आत्मा चाहिँ परमेश्वर जस्तै छ। बुझ्नुभयो? अनि यो आत्मालाई चाहिँ परमेश्वरले हामी हरेक मानिसलाई प्रेम गर्नुहुन्छ। अनि पहिला यूहन्ना 2 अध्यायको 2 पदमा, अनि सारा संसारमा भएको मानिसहरू सबै विश्वास गर्ने नगर्ने मानिसलाई नरकमा लाने पापको ऋण चाहिँ तिरिसक्नु भएको छ। बुझ्नुभयो? स्वर्ग छोडेर आए धरतीमा परमेश्वर मानव रूप लिएर आएर अनि उहाँ मरेर उहाँले बगाएको रगतले हाम्रो पापको ऋण तिरिसकेको छ। यसै कारण यो मेरो शरीर, मेरो टाउको, मेरो हात, मेरो खुट्टा भन्ने त्यो व्यक्ति चाहिँ नरक जानु पर्दैन। बुझ्नुभयो? यसको लागि यो क्रिसमस मनाउँदैछौँ हामी। क्रिसमस भनेको चाहिँ परमेश्वर मानिस जस्तै भएर आएर अनि हामी मानिस जातिले बचाउनु अनि उहाँ बलिदान हुनु आउनु भएको। उहाँले हामीसँग कुनै स्वार्थ छैन कि हामीलाई बचाउनको लागि, तर हामी चाहिँ उहाँ जस्तै भएको कारण, परमेश्वर जस्तै भएको कारण यो मेरो शरीर, मेरो जीवन भन्ने चाहिँ त्यो भित्रीय जुन मानिस छ त्यो चाहिँ परमेश्वर जस्तै छ। अनि यसलाई बचाउनुको लागि चाहिँ परमेश्वर यो धरतीमा आउनु भएको। अनि यसै कारण यो दिनलाई चाहिँ हामी क्रिसमस भन्छौँ। अब यहाँ देखिएन, नभए भित्तामा देखाउँदै पनि म तपाईहरुलाई भन्ने थिएँ हैन। क्रिसमस चाहिँ यो कुनै चाड होइन। अनि तपाईहरुले कतिचोटि अब यहाँ धेरैजना नयाँ विश्वासी पनि हुनुहुन्छ, हाम्रो पनि क्रिसमस चाड आउँदैछ यसरी भन्नुभयो भने यो होइन। क्रिसमस मुक्तिदाता, अब यहाँ मैले लेखेको छु, अब यो चाहिँ भन्नु पर्यो। क्रिस मुक्तिदाता मस अभिषेक गरिएर पठाइएको व्यक्ति ल्याटिन र ग्रीक भाषाको सम्मिश्रण हो। अभिषेक गरेर हाम्रो पापको लागि मर्नकै लागि स्वर्ग छोडेर आउनु भएको व्यक्ति मसिह।
अनि यो चाहिँ हामीले क्रिसमस हामीले कुनै पनि चाड मानेको होइन, यो चाहिँ हामी मेरो मुक्तिदाता आजभन्दा 2000 वर्ष अगाडि धरतीमा मलाई बचाउनको लागि म सृष्टि भएको थिइनँ अनि त्यतिखेर मलाई बचाउनको लागि आउनु भएको भनेर सम्झनामा हामी एक ठाउँ भएर हामी उहाँको सम्झनामा हामी यो कार्यक्रम गरिराखेका छौँ। मलाई बचाउनुलाई आजभन्दा 2000 वर्ष अगाडि यो धरतीमा आउनु भएको हो भनेर। तपाईँ र म जन्मिनुभन्दा पहिले नै तपाईँ र मलाई देखिसक्नु भएको थियो अनि तपाईँ र मेरो पापको प्रायश्चितको लागि बलिदान भइसकेको थियो। अनि यो चाहिँ क्रिसमसको दिन चाहिँ के रहेछ? सुसमाचारको दिन। यो लुका 2 अध्यायको 10 र 11 पद पढ्नु त नानीहरू। अब यहाँ भित्रमा मैं देखाएँ भने आफू मात्रै हेर्छु कम्प्युटरमा, अब बाहिर हेरौँ। लुका 2 अध्यायको 10 र 11 पद। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराओ, किनभने हेर, म तिनीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा तिनीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। क्रिसमस चाहिँ सुसमाचारको समय हो। यो क्रिसमस सुसमाचारको सिजन हो। अनि अहिले तपाईले युट्युब खोलेर हेर्नु भने संसारैभरि र्याली गरिरहेछ, सुसमाचार गरेको छ। आज तपाईलाई प्रेम गरेर प्रभु येशू आउनु भएको दिन उहाँको आवाज सुन्नुहोस्, उहाँको शुभ खबर सुन्नुहोस्। तपाईको पापको ऋण तिरिसकेको छ, अब येशूमा आउनुहोस्, उहाँलाई चिन्नुहोस्, उहाँलाई विश्वास गर्नुहोस् भनेर घोषणा गरेकै छ। अनि हामी पनि यहाँनेरि अहिले यो कार्यक्रम हामी छिटो छिटो गर्दै थियौँ। यहाँ परिचयहरू पनि राखिएन। आज हामीले यहाँ भजनहरू पनि राखिएन, किनभने हामीलाई पनि र्यालीमा हाम्रो यो इसाई समाजले निमन्त्रण गरेको छ। आज नजाने हो कि भनेर अस्तिसम्म त हामीले गऱ्यौँ, तर उहाँहरूले धेरै नै रिक्वेस्ट गरेको कारण अब हामी जान्छौँ। अहिले यो कार्यक्रम हामी छिटो छिटो सकेर खानासाना खाएर हामी जानुपर्छ। अनि आज बजारको परिक्रम गरेर अब तपाईहरु कति चोटि चाहिँ बजारमा नै त्यहाँ परिक्रम गरेर हामी 11 बजेतिर यहाँबाट लगभग अलिक अगाडि हिँडिसक्छौँ होला। अनि त्यहाँ गएर चाहिँ बजार त्यहाँ अरू हाम्रो यो नगर इसाई समाजको अरू सबै मण्डलीहरूसँग हामी भेला भएर त यसरी त्यहाँ घुम्छौँ। अनि त्यहाँ पनि केही वक्ताहरू होला। त तपाईहरु अलिक टाढबाट आउनु भएको चाहिँ तपाईहरु फिर्किनुहुन्छ भने तपाईहरु त्यहाँ बजारबाटै गाडी पक्रेर जानुहोस्। अब बस्नुहुन्छ भने चाहिँ फेरि फर्केर यही चर्चमा आएर भरेको पनि हामी तपाईहरुलाई बन्दोबस्त गर्छौँ। यहाँ बसेर अनि भोलि चाहिँ बाई बाई गर्नु होला है। अब यसरी अनि हामी नभएदेखि यो हामीलाई निमन्त्रण अब पोहोरको कहिले त हामी गयौँ पनि, अनि धेरै गुनासोहरू गरौँ भनेर हाम्रो भाइहरूले भन्नुहुन्छ र यसपालि चाहिँ जाने निर्णय गरेको छौँ। यो छिटो छिटो हामी गरेको छौँ। अनि यिनीहरूले किन सर्टकट खरर लाँदैछ भनेर त तपाईँहरूले यस्तो दुःख मनाउ नगरिदिनु होला होइन। अब हामी पनि एउटा समाजभित्र छौँ, बुझ्नुभयो त। हाम्रो पनि एउटा इसाई सङ्गठनहरू छन्। यहाँ नगर इसाई सङ्गठन छन्, जिल्ला इसाई सङ्गठन छ, क्षेत्रीय इसाई सङ्गठन छ, अनि केन्द्रीय इसाई नेपाल अधिराज्यको नेतृत्व गर्ने इसाई सङ्गठनहरू छन्, समाज। अनि उहाँहरूसँग हामी आबद्ध हुनुपर्छ, किनभने हामी कहिलेकाहीँ हामी उहाँहरूसँग शिक्षा सिद्धान्तहरू नमिले पनि प्रभुको सेवा मिलेर गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि हामी त्यहाँ जाँदैछौँ र तपाईहरुलाई म अनुरोध गर्छु त्यो पहिले त्यो बनाउ त त्यो। अनि तपाईहरु हामी जानुपर्छ, कोही पनि नछुटिकन एकैचोटि। हाम्रो यहाँ भाइहरूले बेनरहरू होला माथि, त्यो बेनर झिकेर यसरी अलिक फिजाइदिँदै गर्नु माथि माथिल्लो यहाँ माथिल्लो तालुसमा छ। तपाईहरुलाई म अनुरोध पनि गर्छु भाइहरूलाई। अनि यसरी गरेर हामी जानेछौँ र सबैजना हामी जाउँ, कोही पनि नछुटिकन। र हामी आज चाहिँ अलिक छिटो छिटो कार्यक्रमहरू गर्दैछौँ र प्रभुलाई धन्यवाद होस्। ल मैले अघि नै पढ्नु लागिसके वचन
अब त्यहाँ भित्ता पनि आउँछ होला हैन। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूको निम्ति हुनेछ। विश्वासीहरूको लागि मात्रै हुनेछ भनेको चाहिँ यहाँ सबै मानिसको लागि हुनेछ, किनभने सबै मानिसलाई नरकमा लाने पापको ऋण परमेश्वर मानव रूप लिएर धरतीमा आएर म बलिदान भएर बोका र बाछाको रगतले होइन, धूप बाती अक्षत पातीले होइन, त उहाँले रगत बगाइसकेको छ। एकैचोटि तपाईँ र मेरो पापको प्रायश्चितको लागि हामी पापी छँदै हाम्रो बदलीमा रोमी 5:8 अनुसार मरिदिइसक्नु भएको छ। हामी मानिस चाहिँ मरेको भएदेखि हामी बाँच्थेनौँ, हामी नरकमा जान्थ्यौँ, तर उहाँ स्वयं परमेश्वर भएको कारणले उहाँ मर्नुभयो, तेस्रो दिनमा जीवित हुनुभयो, मृत्युलाई जितेर उहाँ जीवित हुनुहुन्छ। इतिहास साक्षी छ। सबै संसारमा विद्वानहरू, ज्ञानी मानिस, ध्यानी मानिस, बुद्धिजीवी आए, सबै आफ्नो आफ्नो कालमा मरेर गए, किनभने हरेक मानिसमा चाहिँ राजा महाराजामा चाहिँ आदमको रगत छ। यसलाई भन्छ जन्मको पाप। यो आदमको रगत, आदमले चाहिँ पाप गरेर पापी हुने चाहिँ आदम हो, उसको रगत हुने प्राणी चाहिँ मर्छ। तर येशू ख्रीष्टमा चाहिँ आदमको पापी रगत नभएको कारण उहाँले चाहिँ मृत्युलाई जित्नुभयो। उहाँ मर्नुभयो, मानिसको पाप बोकेर 3 दिनसम्म च्यानमा रहनुभयो, तेस्रो दिनमा उहाँले मृत्युलाई जित्नुभयो। अनि उहाँ अहिले स्वर्गमा हुनुहुन्छ। उहाँको शरीरमा, जुन त्यो महिमित शरीरमा चाहिँ स्वर्गमा हुनुहुन्छ, तर आत्मामा चाहिँ हामीसँग हुनुहुन्छ। प्रत्येकले तपाईँले भन्नुहुन्छ नि मेरो शरीर, मेरो टाउको, मेरो हात, मेरो पेट, मेरो जीवन, त्यो मेरो भन्ने चाहिँ परमेश्वरको आत्मा हो। यसै कारण उपदेश 12:7 पदमा जमिनबाट आएको धुलो जमिनमै गएर मिल्छन्। हामी मरेपछि हाम्रो शरीर डढाए पनि खरानीबाट माटोमै मिल्छ, अनि माटोमा दफन गरे पनि माटोमै मिल्छ। यो शरीर चाहिँ माटोको, यो चाहिँ अनि हामी मन्दिर, परमेश्वरको आत्माको मन्दिर हो। बुझ्नुभयो त? परमेश्वरले बनाउनु भएको। अनि यसकारण चाहिँ यो बडो आनन्दको सुसमाचार छ। अनि के यो आनन्दको सुसमाचार किन भयो भनेदेखि तपाईँ र म हरेक, चाहे विश्वास गर्नुहोस् चाहे नगर्नुहोस्, तपाईँ र मेरो पापको ऋण तिरिएको छ। त्यसै कारण आज मानिसले चाहिँ विचार गरेको चाहिँ धर्म गर्यो भने स्वर्ग जाइन्छ, पाप गर्यो भने नर्क जाइन्छ। होइन प्रिय, यही हो सुसमाचार। हामीले धर्म गरेर धर्मी हुने भएदेखि नि बाइबलले भन्छ मान्छे त घमण्ड गर्नु, अझै पाप गर्नु। घमण्ड गर्नु हितोपदेश 16 अध्यायमा 5 पद 10 पदमा त्यहाँ लेखिएको छ। पाप हो, घमण्ड गर्नु पाप हो, अझै पाप गर्ने। त हामीले घमण्ड गर्ने ठाउँ परमेश्वरले राख्नु भएन, किनभने हाम्रो पापको प्रायश्चितको लागि स्वर्ग छोडेर आएर धरतीमा मानव रूप लिएर आएर उहाँ बलिदान हुनुभएको दिनलाई क्रिसमस भन्छ। यसलाई चाहिँ नि बडो आनन्दको सुसमाचार हो। हरेक मानिस चाहे विश्वास गरोस् चाहे नगरोस्, हरेक मानिसको पापको प्रायश्चितको रगत, निष्कलङ्क रगतले पापको ऋण तिरिसकेको छ। तर तपाईँले ग्रहण गर्नुभयो भने तपाईँले त्यो उहाँको सिद्धैको अनुग्रह तपाईँको बनाउनुहुन्छ। ग्रहण गर्नु भएन भने तपाईँको हुँदैन। बुझ्नुभयो? परमेश्वरले दिइसक्नु भएको छ, त्यसलाई तपाईँले ग्रहण गर्ने कि नगर्ने। ग्रहण गर्नुभयो भने तपाईँ मृत्युबाट बाँच्नुहुनेछ। मानिसको 2 चोटि मृत्यु छ, एउटा शरीरको मृत्यु, अर्को आत्माको मृत्यु। यो आत्माको मृत्युबाट चाहिँ हामी नरक जानुपर्छ, अनि त्यो मृत्युबाट हामी बचाउनुको लागि प्रभु आउनुभएको। अनि परमेश्वरले प्रेम गर्नुभएको चाहिँ यो आनन्दको सुसमाचार प्रभुले लिएर आउनुभयो। लुका 2:11 पदमा मुक्तिदाता ख्रीष्ट, लुका 4:18 पदमा अभिषेक गर्नुभएको मुक्तिदाता, यूहन्ना 1:41 पदमा मसिया ख्रीष्ट, क्रिसमस भनेको यो यूहन्ना 1:41 पदमा पढ त नानीहरु तपाईहरुको बाइबलमा। क्रिस्टमस ल्याटिन र ग्रीक भाषाको सम्मिश्रणलाई क्रिसमस भन्छ। पढ। तिनले पहिले आफ्ना भाइ सिमोनलाई भेटाए र उनलाई भने, हामीले मसीहलाई जसको अर्थ हो ख्रीष्ट भेटाएका छौं। बुझ्नुभयो? क्रिसमस लेखिएको छ, कहाँ लेखिएको छ भन्छ नि, मसँग आयो भने त्यो मान्छेलाई म भन्छु यो क्रिसमस मसीह होइन, जो ख्रीष्ट भेटाएको छ।
क्रिसमस भनेको यही हो, यहीँ लेखिएको छ बाइबलमा। छ कि छैन र? छ र छ। मसिया मुक्तिदाता मस हामीलाई माया गरेर आफू मरिदिने मुक्तिदाता हुनुहुन्छ। ख्रिस्ट भनेको पनि मुक्तिदाता नै हो। यो क्रिसमस भनेको चाहिँ। क्रिसमस भनेको हामी मानव जातिलाई अति नै माया गरेर आफैलाई बलिदान गरेर हामीलाई जीवन दिनु आउनु भएको कुरालाई क्रिसमस भन्छ। क्रिसमस। अब क्रिसमस हेरौँ। ख्रिस्ट मुक्तिदाता, मस अभिषेक गरिएर पठाइएको व्यक्ति, ल्याटिन र ग्रिक भाषा मैले अघि नै भनिसकेको छु। क्रिसमस के हो र के होइन? क्रिसमस के हो र के होइन? माथि पढे, तलतिर पढ त, सेतो अक्षर जति। क्रिसमस धर्म होइन, क्रिसमस चाड होइन, क्रिसमस भविष्यवाणीको पूर्णता हो। क्रिसमस चाड पनि होइन, क्रिसमस अर्को के होइन? धर्म पनि होइन। बुझ्नुभयो? यो राम्रो बुझ्नुहोस्। यहाँ नयाँ विश्वासी हुनुहुन्छ तपाईँहरू धेरैजना, यो तपाईँले राम्रो बुझ्नुपर्छ। तपाईँले यसलाई विश्वास गर्नुभएको छ, यसको अर्थहरू बुझ्नु भएको छैन। यसरी बुझ्नुपर्छ। क्रिसमस हाम्रो चाड होइन। चाड भनेको चाहिँ रमाइलो गर्ने, त्यहाँभित्र कुनै पनि अर्थ हुँदैन। शरीरको रमाइलो। अनि बाइबलमा यसरी लेखेको छ, शरीरको रमाइलो, शरीरको अभिलाषा, आँखाको अभिलाषा जीवनको सेखी माथिबाट पिताबाट आएको होइन, त्यसबाट हामीले केही फाइदा पनि हुँदैन। तर क्रिसमस भनेको चाहिँ भविष्यवाणीको पूर्णता। भविष्यवाणी कहाँ गरिएको थियो? भविष्यवाणी उत्पत्ति 3 अध्यायको 15 पद पढ त। यहाँ माथि भित्तामा पढ नि, यहाँ भित्तामा लेखेको छ। तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुचो डस्नेछ। क्रिसमस भनेको चाहिँ स्त्रीको सन्तान भएर यो धरतीमा परमेश्वर आउनुहुन्छ भनेर आदम त मानिस जातिको पुर्खाले पाप गर्दा गर्दै परमेश्वरले भविष्यवाणी गर्नुभएको थियो। स्त्रीको सन्तानले तेरो शिर अथवा मृत्युलाई कुच्याउनेछ। यसैया 25 अध्यायको 8 पदमा त मृत्युलाई प्रभुले निल्नुहुनेछ एक दिन। यो दोस्रो आगमनमा उहाँले निल्नुहुनेछ भनेर त्यहाँ लेखिएको छ। यसै कारण प्रकाश 21 अध्यायको 4 पदमा अब संसारमा मृत्यु नै हुने छैन। अनि नरकमा जाने मान्छे अनि मृत्यु खोज्नेछन्। प्रकाश 9 अध्यायको 6 पदमा लेखिएको छ। नरकमा जाने, तपाईँले सोचेको होला नरक गएपछि त्यो शान्ति हुन्छ, त्यहाँ मृत्यु हुँदैन, प्रभुले निलिसकेको हुन्छ। बुझ्नुभयो? यो अदनको बगैँचाबाट आएको मृत्यु प्रभुले निलिसकेको हुन्छ। अनि नरकमा आगो र गन्धकमा गइसकेपछि त्यहाँ मर्नु पाइँदैन, मृत्यु खोज्नेछ, मृत्यु हुँदैन। अनि आगो र गन्धकमा सदा सदा जलिरहने, मर्नु पनि पाइँदैन। यसै कारणले क्रिस्चियनहरूले यो बुझेको कारणले हरेक मानिसलाई सुसमाचार गर्ने कारण हो। मलाई पनि यो कर लाउँदैन क्रिस्चियनले कहिले पनि, यस्तो छ है भनेर भन्ने कर्तव्य हो। जब तपाईँले वचन बुझ्नुहुन्छ नि, एकजना विश्वासै नगरेको मान्छेले विश्वास गर्नुभयो भने वचन बुझ्नुहुन्छ भने यति भनिदिनु पादेखि उसको आत्मा बाँचेदेखि जहाँ मर्नु खोज्दा पनि मृत्यु नभएको ठाउँमा आगो र गन्धकमा जाँदैछ, त्यहाँबाट बाँच्ने थियो भनेर उसको भित्री विचार हुन्छ। तर कतिजना मान्छेले चाहिँ अब जसले पनि भन्छ, जसले पनि विश्वास गर्नु, यसलाई चिन्नुहोस् भन्छ, अनि यिनीहरूलाई त पैसा दिँदो रहेछ र डलर, मैले डलर देखेकै त छैन, 1 बोरा चामल दिएर भनेर भन्छन्। होइन यस्तो। जब परमेश्वरको वचन बुझ्छ नि, मानिसहरूलाई यस्तो माया लाग्छ प्रियहरू। म बजारतिर जाँदाखेरि कोही कोही मान्छेले यसो हेर्छु र त्यो सम्झिँदै अब यो मान्छेले सुसमाचार सुनेको छ कि छैन होला, उद्धार पाएको छ कि छैन होला, प्रभुले चिनेको छ कि छैन होला आफ्नो सृष्टिकर्तालाई। यो मान्छे यदि चिनेको छैन भने नरक जाँदैछ, जहाँ चाहिँ मृत्यु खोज्दाखेरि मर्नु पाउँदै छैन, कसरी म भनिदिनु पा पनि हुन्थ्यो, त्यस्तो हुन्छ। बुझ्नुभयो? अनि घरिघरि त म त एक कोरी पो जाँदो रहेछ यसो हेरेको मान्छेहरूलाई। बुझ्नुभयो? मानिसको रूपलाई माया गरेको होइन, रूपलाई सोचेको होइन, त्यो मेरो शरीर, मेरो बुद्धि, मेरो दिमाग भन्ने नि, त्यो मेरो भन्ने हरेक मानिसमा, चाहे धनी होस्, चाहे गरिब होस्, चाहे राजा होस्, चाहे महाराजा होस्, चाहे विद्वान होस्, होइन, हरेकमा परमेश्वरको आत्मा छ। हौ त्यो आत्माले चाहिँ मेरो शरीर भन्छ, मेरो टाउको, मेरो घाँटी, मेरो जीवन, होइन, यो मेरो भन्ने चाहिँ
नरकमा अनन्त दण्डमा जाँदैछ। बुझ्नुभयो? अनि त्यसलाई बचाउनको लागि प्रभु परमेश्वर उहाँ पहिले नै उत्पत्ति 3 अध्यायको 15 पदमा पहिले नै परमेश्वरले भन्नुभएको थियो। बुझ्नुभयो त? स्त्रीको सन्तान भएर म आउनेछु। बाउको सन्तान भएर आएको भएदेखि नि आदमको रगत हुन्थ्यो, हामी हरेक मान्छे नरकमा जान्थ्यौँ। येशू ख्रीष्ट चाहिँ स्त्रीको सन्तान हुनुहुन्छ। गलाती 4 अध्यायको 4 पद पढ्नुहोस् त। ठिक समयमा उहाँ स्त्रीको सन्तान भएर उहाँ जन्मिनु भयो। अनि त्यो हो क्रिसमस चाहिँ। तर समयको पूर्णतामा परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो। उहाँ एउटी स्त्रीबाट जन्मनु भयो तथा व्यवस्थाको अधीनमा जन्मनु भयो। स्त्रीबाट जन्मिनु भयो। त्यो स्त्री चाहिँ कस्तो हुनु? यसैया 7:14 यसै कारण प्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्या गर्भवती हुनेछ र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इमानुएल राखिनेछ। त्यो स्त्री चाहिँ छोरा त येशू ख्रीष्ट जन्मिने स्त्री चाहिँ कस्तो हुनुपर्ने रहेछ? कस्तो हुनुपर्ने रहेछ? कन्ने। यदि विवाह गरेर जन्मेको भएदेखि नि बाउको रगत हुन्छ त्यहाँ। अनि बाउको बाउ तपाईँ खोज्दै जानु भने हरेक मानिस आदममा गएर टुङ्गिन्छ। पाप गरेर पापी हुने चाहिँ आदम हो। अनि हरेक मानिस हामी चाहिँ बाउको सन्तान हो, हामीमा आदमको रगत छ। यसै कारण हामी अनन्त दण्ड नरकमा जानुपर्ने कारण चाहिँ यो। धेरैजना भ्रममा छ, पाप आफूले गरेको र नरक जाने भन्ने विचार छ। होइन प्रिय हो, बाइबलले यही हो धर्म र विश्वासको भिन्नता। बाइबलले आमाकै गर्भमा पापी छ भन्छ मानिस। गर्भभित्र भएको बच्चाले के पाप गरेको हुन्छ? तर आदम चाहिँ रोमी 5 अध्यायको 12 पदमा आदम पापको बिउ भनेर लेखेको छ। बुझ्नुभयो त? एकजना मानिसबाट संसारमा पाप आयो, पापबाट मृत्यु, अनि सबैमा मृत्यु फैल्यो। यो मृत्यु भने चाहिँ आत्माको मृत्युको कुरा गर्दैछ बाइबलले। यसकारण आदम चाहिँ पापको बिउ हो। त यो बिउबाट हामी सबै नै पापको बिउबाट आएको कारण हामी नरक जानुपर्ने थियो। हामीले पाप गरेर होइन। अनि यहाँ पाप चाहिँ हिजो पनि मैले तपाईँहरूलाई यहाँ हिजो बस्ने परमेश्वरमा बस्नलाई मैले भनेको छु, जन्मको पाप र कर्मको पाप छ। 2 किसिमको पाप छ। कर्मको पाप त विश्वास गरेर पनि कहिलेकाहीँ तपाईँ पाप गर्नुहुन्छ, गल्ती गर्नुहुन्छ। काम हाम्रो हातले, आँखाले, मुखले, जीवनले गर्ने पापलाई कर्मको पाप भन्छ। जन्मको पाप भनेको चाहिँ आमाकै गर्भमा, बाइबलले यसरी भन्छ, मानिस आमाकै गर्भमा पापी छ। यो पापले चाहिँ नरक लान्छ। दण्ड, पापको जला मृत्यु। रोमी 6 अध्यायको 23 पदमा पापको जला मृत्यु भनेको छ। अनि 2 कुराको मृत्यु हुन्छ। एउटा जन्मको पापले आत्माको मृत्यु छ, कर्मको पापले शरीरको मृत्यु छ। तपाईँको शरीरमा पाउने शान्ति, आनन्द, आशिष यी सबै मृत्यु हुँदै विककालमा तँलाई मार्नेछु भन्नुभएछ। ज्यादै पाप र ज्यादै दुष्ट काम गरिरह्यो भने शरीरलाई विककालमा कालै नपुगेन, 100 वर्ष बाँच्यो भने 20 वर्षै मारिदिनुहुन्छ, मार्छु भन्नुभएछ। यो हो विश्वास। बाइबलले भनेको शिक्षा चाहिँ यो हो। अनि यसलाई नै भन्छ क्रिसमस। अनि यो जन्मको नरकमा लाने पापबाट छुटकारा दिनु येशू ख्रीष्ट स्वर्ग छोडेर धरतीमा आउनु भएकोलाई क्रिसमस भन्छ। ल पढ त यहाँ यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। एउटा कुरा यहाँ तपाईँले एउटा गोप्य कुरो म भन्न चाहन्छौँ। क्रिस्चियनहरूले आफ्नो बुढीलाई खुट्टा ढोग्नु नलाउने कारण वचन बुझेको छ कि परमेश्वरको वचन। छोरा मान्छेमा पनि छोरी मान्छेमा पनि परमेश्वरको आत्मा बराबरी छ। छोरा मान्छे चाहिँ ठुलो, छोरी मान्छे चाहिँ सानो हुँदैन। छोरी मान्छेमा चाहिँ आधा आत्मा, छोरा मान्छेमा चाहिँ डबल आत्मा हुँदैन। बुझ्नुभयो? त खुट्टा ढोग्ने अनि त्यो विभिन्न छ नि हाम्रो संस्कारहरू, हाम्रो नेपाली कल्चर अनुसार संस्कार यस्तो नगराउने कारण चाहिँ हो। परमेश्वरले मानिसलाई सृष्टि गरेर नर र नारी नै गरेर सृष्टि गर्नुभयो। भन्नुको मतलब छोरा मान्छेमा पनि छोरी मान्छेमा नि परमेश्वरको आत्मा बराबरी छ। बुझ्नुभयो? नर र नारी सृष्टि गर्नु
नारी पनि सृष्टि गर्नु पर्ने कारण चाहिँ उत्पत्ति 1 अध्यायको 28 पदमा फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै जाओ भनेर भन्नुभयो। हामी वृद्धि हुनुको लागि, बढ्नुको लागि छोरी मान्छेको आमाको आवश्यकता पर्थ्यो। अनि हब्बा भनेको चाहिँ बाइबलमा त्यहाँ उत्पत्ति 2 अध्यायमा त्यहाँ लेखिएको छ, आमा सबै जीवधारीहरूको, 3 अध्यायमा लेखिएको छ सबैको आमा भनेर। अनि वृद्धि हुनुको लागि आमा चाहिन्थ्यो। त्यस कारणबाट अब आदम र हावामा, हब्बामा, छोरा मान्छे र छोरी मान्छेमा परमेश्वरको आत्मा बराबरी हुन्छ। मुक्ति त्यति नै हो, बराबरी हो। मुक्ति पाउनुको लागि नि बराबरी हो। छोरा मान्छेले चाहिँ ठुलो मुक्ति, छोरी मान्छेले सानो मुक्ति होइन, बराबरी हुन्छ। बाइबलले चाहिँ यसरी भन्छ। अनि यसै कारण क्रिस्चियनहरूले आफ्नो श्रीमतीलाई पनि हेप्नु पाइँदैन भनेर त्यो विवाहको दिन प्रतिज्ञा गराउने कारण यो। आफ्नो जीवन साथी भनेर, आफ्नो सहयोगी भनेर उसलाई आदर गर्नुपर्छ भनेर विवाह दिनेले प्रतिज्ञा गराएको कारण चाहिँ। अनि नर र नारी नै परमेश्वरको सृष्टि गर्नुभयो। नर र नारी आफ्नै प्रतिरूपमा सृष्टि गर्नुभयो, नर र नारी नै। यसको अर्थ चाहिँ छोरा मान्छे छोरी मान्छे परमेश्वरको प्रतिरूप हो। अनि हामीमा भित्र भएको आत्मा चाहिँ परमेश्वर जस्तै छ। उहाँ आफ्नै प्रतिरूप भनेको चाहिँ हामी मानिसहरू परमेश्वर जस्तै छौँ। अनि यूहन्ना 3 को 16 मा अघि नै मैले तपाईँलाई देखाएँ, हामी मानिस जातिलाई प्रेम गर्ने कारण चाहिँ उहाँ जस्तै छौँ। हामी उहाँको छोराछोरी हौँ। हामी हरेक मानिसहरू परमेश्वरको छोराछोरी हौँ। अनि आफ्नो छोराछोरीलाई कुन मूर्ख बाबुआमाले माया गर्दैन र, होइन? अनि यसकारण परमेश्वरले हामी मानव जातिलाई अनि माया गर्ने कारण अनि स्वर्गलाई छोडेर यो धरतीमा आएर बलिदान हुन आउनु भएको दिनलाई क्रिसमस भनेर भनेको चाहिँ यो हो। आफ्नै प्रतिरूप भनेको चाहिँ यस्तो, यो माउले यो बच्चालाई, यो के को बच्चा हो, यसरी चाट्नुको कारण के होला? आफ्नै प्रतिरूप भएकोले। आफै जस्तो। यस्तो जनावरहरूले त आफ्नै प्रतिरूप, आफै जस्तो भएको कारण यस्तो माया गर्दो रहेछ, हो कि होइन? हो कि उसको के अरे शत्रु भएको कारणले यसरी चाटेको? यो आफ्नै प्रतिरूप, आफै जस्तो भएको कारणले। हेर्नुहोस् त, यहाँ आफ्नै प्रतिरूप भनेको चाहिँ उस्तै हो, उस्तै भनेको। यो बक्सर म्यान हो एउटा, यो के अरे, अनि उसको छोरा चाहिँ उही जस्तो छ नि, होइन? यो चाहिँ के अरे प्रतिरूप बनेको चाहिँ यो परमेश्वर जस्तै जस्तै, उसको बाउ जस्तै छ नि, होइन? तर बाउ जत्रै छ त, बाउ जस्तै छ तर बाउ जत्रै छैन। बुझ्नुभयो? अनि हामी मानिस पनि परमेश्वर जस्तै छौँ तर परमेश्वर जत्रै छैनौँ। त्यसै कारण परमेश्वरले जस्तो हामी काम गर्नु सक्दैन। अनि परमेश्वर जस्तै छौँ। यो बाउ जस्तै, हेर्नु उसको छोरा, होइन? परमेश्वरको प्रतिरूप भनेको चाहिँ यो छोरा चाहिँ उसको बाउ जस्तै छ। अनि देखाउँदैछ, हेर त यो मेरो छोरा म जस्तै छ भनेर, यस्तो। अनि परमेश्वर जस्तै भनेको चाहिँ यो हब्बा र आदमलाई परमेश्वरले सृष्टि गर्नुभयो। अनि परमेश्वर जस्तै उनीहरूमा पनि आत्मा छ। बुझ्नुभयो कुरा बुझ्नुहुन्छ दाजुभाइहरू? हब्बा र आदममा पनि परमेश्वरको आत्मा छ। परमेश्वर जस्तै भनेको चाहिँ हो। अनि त्यो आत्माले चाहिँ भन्छ मेरो शरीर, मेरो शरीर, मेरो शरीर, यसरी भन्ने कारण चाहिँ यो परमेश्वर जस्तै छ। हब्बा र आदम भित्र पनि परमेश्वरको आत्मा परमेश्वर जस्तै छ। ल पढ। उत्पत्ति 2 को 8 र 9। परमेश्वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनु भयो र उहाँले बनाउनु भएको मानिसलाई त्यही राख्नुभयो। अनि हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक किसिमको रुख परमप्रभु परमेश्वरले भूमिबाट उमार्नु भयो। जीवनको रुख र असल र खराबको ज्ञान दिने रुख पनि लगाउनु भयो। त्यहाँ जीवनको रुख पनि थियो अनि असल र खराब ज्ञान दिने रुख पनि थियो। जीवनको रुख चाहिँ स्वयं येशू ख्रीष्ट हुनुहुन्छ। बाटो सत्य र जीवन मै हुँ भनेर भन्नुभयो। अनि प्रकाश 22 अध्यायमा देख्नुहुन्छ जीवनको रुख त्यो नदीको किनारमा थियो, उहाँ हुनुहुन्छ। अनि यो दुईटा रुख मध्येमा एउटा रुखको चाहिँ फल
प्रभुले नखानु भन्नुभयो यहाँनिर है। म अब अलिक छिटो छिटो जानु पर्यो। तर यहाँनिर चाहिँ यो परमेश्वरलाई तिरस्कार गर्ने एउटा शैतान पतित शैतान सर्पले चाहिँ यो रुखको फल खायो भने तिमीहरू परमेश्वर जस्तै हुनुहुन्छ भनेर ढाँटिदियो अनि छपतमा आएर यिनीहरूले खायो। पहिलो आज्ञा भनेको नै परमेश्वरको के अरे पहिलो पाप भनेको नै परमेश्वरको आज्ञा तोड्नु। पहिले चाहिँ उत्पत्तिको पुस्तकमा चाहिँ यो फल तैँले नखान प्रभुले भन्नुभयो। तर अहिले विश्वासीहरूलाई चाहिँ नखानु मात्रै होइन, दोस्रो कोरिन्थी 6:17 त्यहाँ पढ त। नखानु मात्रै भनेको रहेछ के भनेको रहेछ? त्यो चाहिँ कुन कुरा हो त्यो अब म तपाईँहरूलाई व्यक्तिगत पछि भनौँला। यहाँ के भन्नुभएको छ? यसकारण तिनीहरूका बीचबाट निस्केर आओ र तिनीहरूबाट तिमीहरू अलग हो। प्रभु भन्नुहुन्छ, अशुद्ध कुरा केही नछो र म तिमीहरूलाई ग्रहण गर्नेछु। बुझ्नुभयो? आदमलाई चाहिँ नखानु भन्नुभयो, तर अहिलेको आदम र हव्वालाई चाहिँ नछुनु पनि भन्नुभएको छ। त के हो, के कुरा हो? नखानु त होइन, नछुनु पनि भनेको चाहिँ यो कुरा छ। अब यतातिर जाउँ। तर अब दिदीबहिनीलाई चोट नलागोस्, पहिली फल खाने चाहिँ त मृत्युको फल खाने चाहिँ तपाईँ हाम्रो आमा हव्वा हो। यसरी आफूले खाए अनि आफ्नो के अरे श्रीमानलाई पनि यसरी दिए, उसले पनि खाए। अनि रोमी 5:12 एकजना मानिसबाट संसारमा पाप आयो भनेको यही पाप हो। अनि युहन्ना 3:16 अघि पनि मैले तपाईँहरूलाई पढाएको छु। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, आफ्नो एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भनेको चाहिँ हो। मानिस चाहिँ परमेश्वरको प्रतिरूप हो, परमेश्वरको छोराछोरी हो। मानिसभित्र भएको आत्मा चाहिँ चाहे उसले विश्वास गरोस्, यसुलाई विश्वास गरोस् चाहे नगरोस्, परमेश्वरको आत्मा उसभित्र छ। अनि त्यो आत्माले चाहिँ मेरो शरीर भन्छ, मेरो टाउको भन्छ, मेरो पेट, मेरो मुटु होइन, यी सबै भन्ने चाहिँ मेरो भन्ने चाहिँ आत्मा हो। अनि हौ यो आत्मालाई चाहिँ परमेश्वरले प्रेम गर्नुहुन्छ। अनि परमेश्वरले पुत्र येशू नदिनु भएको भए मानिस यसरी जाने थियो। बुझ्नुभयो? परमेश्वरले आफ्नो पुत्र नदिनु भएको भएदेखि नि मानिस जातिलाई, परमेश्वरले मानिस जातिलाई एकमात्र पुत्र येशू ख्रीष्टलाई पुत्र भन्नुको कारण चाहिँ येशू ख्रीष्ट स्वयं परमेश्वर हुनुहुन्छ। तर उहाँ स्त्रीको गर्भबाट उहाँ जन्मिनु भएको कारण अनि उहाँलाई चाहिँ पुत्र पलाइनु भयो। यसरी परमेश्वरले आफ्नो पुत्र नदिनु भएको भए, येशू ख्रीष्ट स्वर्ग छोडेर नआउनु भएको भए यसरी जान्थ्यो। बुझ्नुभयो त? परमेश्वरले परमेश्वर स्वर्ग छोडेर नआउनु भएको भएदेखि नि मानिस यसरी जाँदै थियो। अनि परमेश्वरले प्रेम गर्नुभयो भनेको अर्थ यो, परमेश्वरले मानिसलाई प्रेम गर्नुभयो। मानिसले परमेश्वरमा अविश्वास गरेको र आज्ञा तोडेको कारण परमेश्वरको उपस्थितिबाट निकालिनु भयो। यसरी निकालिनु भयो, अदनको बगैँचाबाट निकालिएर यिनीहरू चाहिँ अब मरुभूमि, उनीहरूको जीवनमा मरुभूमि आयो। उताको हरियाली चाहिँ अदनको बगैँचा अब परमेश्वरको उपस्थितिबाट। अहिले पनि विश्वासीहरू तपाईँहरू परमेश्वरको विरुद्धमा पाप गरिरहनुहुन्छ भने तपाईँको जीवनमा रुपैयाँ पैसा होला, धन सम्पत्ति होला, तर तपाईँको जीवनमा मरुभूमि पठाइदिनुहुन्छ। कहिले शान्ति हुँदैन, खडेरी। बुझ्नुभयो? कहिलेकाहीँ अनुभव गर्नुभएको छ? बुढाबुढीको झगडा, बाउछोराको झगडा, गाउँसँगको झगडा, मानिसहरूसँग झगडा, रातभरि सुत निन्द्रा आउँदैन, अशान्ति, मरुभूमि। बुझ्नुभयो? अनि आदम र हव्वालाई पनि अदनको बगैँचाबाट यसरी परमेश्वरले निकालिदिनु भयो, जुन आज्ञा तोडेको कारण। यसकारण अब यहाँनिर तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँको शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्।
परमेश्वरबाट अलग भएपछि नि यस्तो दण्ड, मृत्यु हुँदैन, मर्नु पाइँदैन भन्नुभयो। मृत्यु निलिसकेको हुन्छ प्रभुले, अनि उनीहरू चाहिँ आगो र गन्धकमा छटपट्टिको दण्ड भोग्नेछन् भनेर बाइबलले भन्छ। उहाँले मानिसलाई धपाइदिनु भएपछि जीवनको रुखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनको बगैँचाको पूर्वपट्टि करुबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवार राखिदिनु भयो। 3 अध्याय उत्पत्ति 3 अध्यायको 24 पदमा ज्वालामय तरवार राखिदिनु भयो। अनि किनभने त्यहाँ फेरि पनि मानिसहरू चाहिँ अब त्यो जीवनको रुखको फल चाहिँ खाएर परमेश्वर जस्तै अमर हुन्छ भनेर। तर समयको पूर्णतामा, समय पूर्ण भएपछि, पुरा भएपछि स्त्रीको उत्पत्ति 3 अध्यायको 15 पदमा भनेको वचन स्त्रीको गर्भबाट भएर कन्या मरियमलाई चुनेर उहाँ आउनुभयो अनि हामीलाई मुक्ति दिनुभयो। अब चाहिँ हामीले चाहिँ उहाँलाई, हामी मानिस जातिले विश्वास गर्यौँ भने हाम्रो उद्धार हुन्छ, अनि विश्वास गर्यौँ भने हामी अनन्त दण्डमा जानेछौँ। अनि प्रभु येशू धरतीमा आउनुको कारण चाहिँ परमप्रभुले स्वर्गबाट मानिसको सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने र परमेश्वरलाई खोज्ने कोही छ। तिनीहरू सबै कुबाटोतिर लागेको छन्, तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्, कसैले असल गर्दैन, असल गर्ने चाहिँ एकजना पनि छैन। आज संसारमा मानिसहरू असल गर्ने एकजना पनि छैन भनेर स्वर्गले भन्दछ। त्यसै कारण प्रभु येशू असल गर्नु सिकाउनु मात्रै होइन, जीवन दिन आउनुभयो। यसरी हेर्नुहोस् त, मान्छेहरू असल गर्छ, घरमा बुढी चाहिँ कति काम गरिरहेछ, आफू चाहिँ तास खेलेर दिन बिताउँछ है। अनि यसरी यो बहिनी यति सुन्दरी, यति राम्री देखिन्छ र पनि उसको हृदयमा असल छैन, उसको हृदय यस्तो कुराले भरिएको छ। हामी मानिसको हृदय, बाइबलले भन्छ मानिसको हृदय यस्तो नराम्रो पापले भरिएको छ अनि असल गर्दैन। अब त दिदीबहिनीहरू पनि थालेछ तास खेल्नु। हेर्नु त, असल गरेको यो कति दाजुभाइ मध्ये लामर त होइन। अनि यसरी मानिसले असल गर्दैन। अब हेर्नुहोस् त, अलिक गरिब पार्छ यस्तो पारा, अलिक धनीको छोराछोरीहरू चाहिँ यस्तो पाराले, यो असल हो? यही कुरोलाई चाहिँ परमेश्वरको वचनमा लेखिएको छ, नखानु त होइन नछुनु पनि भनेर भन्छ। कुरो बुझ्नुभयो? हो, यही कुरो चाहिँ नछुनु भने, आदमलाई चाहिँ नखानु मात्रै भनेको, तर तपाईँहरूलाई चाहिँ के भन्नुहुँदैछ? नछुनु पनि। हेर्नुहोस् त, नछुने त्यो कुरा अघि चाहिँ मैले रक्सीको कुरा गरेँ, अहिले चाहिँ खैनीको कुरा हो। यहाँ माथि पढ त, सुर्ती जन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, सुर्ती जन्य पदार्थ सेवनले ज्यान लिन्छ। तल सुर्ती जन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ, खैनी सुर्ती सेवन गर्न छोडौ। कोही आजसम्म माडिँदैछ? नछुनुहोस् अबदेखि, नखानु त होइन नछुनु पनि। यो चिज तपाईँ र मेरो शत्रु हो। मानिसको शत्रु हुँदैन कहिले पनि, यो चिज हो, यसलाई छुनु हुँदैन। हेर्नुहोस् त, अनि यो त्यो कम्पनीले उसको लागि त फाइदाको लागि तर देखाइदिएको छ, सुर्तीजन्य पदार्थहरूले मानिसलाई यसरी मरिजानु नगरी खान बनाइदिन्छ। अनि यो परमेश्वरको मन्दिर हो, अनि यो परमेश्वरको मन्दिरलाई यसले नाश गर्छ। अनि यसकारण यो कुराबाट पनि फर्काउनुको लागि प्रभु येशू धरतीमा आउनुभएको दिनलाई क्रिसमस भन्छ। यो हरेक मानिसले हामीले जान्नै पर्ने। हेर्नु त, यो बुढोमा दम भएर मर्न आँटेछ, ऊ छोड्दैन अझै पनि चुरोट तान्न। यसरी असल गर्ने कोही पनि छैन। मानिसको हृदयमा भएका पापहरू नै बाहिर निस्किन्छ र मानिसलाई अशुद्ध बनाउँछ। मानिसभित्र अशुद्ध कुरा छ, पाप छ। जुन कुरो नाखा भन्छ त्यही कुरो खानु ऊ चाहिँ अधरातमा पनि दोकानतिर पुग्छ, अनि त्यही कुराले उसलाई अशुद्ध बनाउँछ। अनि मानिसको हृदयभित्र यस्तो छ भनेर बाइबलले बताउँछ, यो पापहरू। यो पढिरहनु धेरै बेर लाग्छ। अनि मानिसको हृदयभित्र यस्तो छ, हेर्नुहोस् त, झुटहरू, दुष्टता, इबी, चोरी, हत्या, यी विभिन्न यस्तो छ मानिसको हृदय। अनि यो चाहिँ तपाईँ र मैले पाप गरेर पापी भएको होइन, यो कुरा चाहिँ भित्रबाट निस्किन्छ। यो कुरा भित्र हालिदिने चाहिँ आदम हो। बुझ्नुभयो त? तपाईँ र मेरो मानिस जातिको पुर्खा, पहिलो मानिस, यो उसको रगतबाट हामी आएको कारण हाम्रो हृदयमा नै त्यस्तो पापहरू छ। न बाउले सिकाउँछ, न आमाले सिकाउँछ, न स्कुलमा सिकाउँछ, न क्याम्पसमा सिकाउँछ।
हिजो पनि मैले यो नानीहरूलाई कतिजनालाई भने रिसाउनु के अरे बाइबलले पहिलो पाप नै रिस भन्छ। अनि तपाईँहरू विचार गर्नुहोस्, तपाईँ पापी हो कि धर्मी हो? तपाईँलाई रिस उठ्छ कि उठ्दैन? जिन्दगीमा आमाको गर्भबाट जन्मी झरेपछि तपाईँ एकचोटि पनि तपाईँको मुख कालो भएको छैन, रिसाएको छैन भने तपाईँ धर्मी हो, तपाईँ स्वर्ग जानुहुन्छ। तर रिसाउनु भएको छ भने चाहिँ तपाईँ पापी हो। बुझ्नुभयो? मान्छेले हत्या नगर भन्छ नि, मान्छे खुसी भएर मान्छेलाई मारेको होइन, रिसाएको कुरा। बुढीलाई मार्छ, बुढीले पनि अस्ति पनि पस्यो त एउटा तामाङले के अरे एउटा उसको बुढालाई सुतेकोलाई बन्चुरीले चिरो भनेको फेसबुकमा देख्नु भयो होला होइन? किन बुढीले आफ्नो बुढालाई चिर्छ? खुसी भएर हो? किन हो रहेछ? बुझ्नुभयो? रिसभित्र हत्या छ। बाइबलले भन्छ रिसभित्र हत्या छ। मान्छेले चाहिँ हत्या नगर, कुखुरा काटेकै छैन मैले कहाँ हत्या गरेर भन्छ। मैले यो पापको बारेमा धेरैचोटि मैले मानिसहरूलाई यसरी सुसमाचार गर्दाखेरि परामर्श गर्दै, मैले कुखुरा त काटेको छैन, त्यसै कारण त म ब्रोइलर कटिङबाट ल्याएर खान्छु। मैले त केही पापै गरेको छैन भन्छ। यस्ता छ। हामी आत्मिकी तौरमा अन्धा छौँ मानिसहरू। जब प्रभु येशूमा आउँछौँ भने मात्रै हाम्रो आत्मिकी आँखा खोलिन्छ भनेर भनेको छ। दोस्रो कोरिन्थीको पत्रमा प्रभु येशूलाई विश्वास गरेर अनि वचन बुझ्नु थाल्छौँ भने आत्मिक आँखा खोलिन्छ, पाप भनेको के रहेछ अनि चिन्नु थाल्छौँ। अनि यसरी हाम्रो हृदयभित्र पापले राज्य गरेको छ। यो पाप चाहिँ आदमबाट आएको हो, बाहिरबाट पसेर हामी पापी भएको होइन, भित्रबाट निस्किन्छ भनेर बाइबलले मर्कुस 7 अध्यायमा भन्छ। भित्रबाट यसरी निस्किन्छ है। अनि यो पापबाट मुक्ति दिनुलाई हेर्नुहोस् त, आमाकै गर्भमा पापी छ। अनि जन्मिने बित्तिकै हाम्रो चेत्न थालिन्छ। अनि त्यो नानी रुनुको कारण चाहिँ विशेष गरी चाहिँ बाल विशेषज्ञले भन्छ रिसाएपछि रुन्छन् अरे क्या नानी, यसरी रुनु चाहिँ। अनि आमाको गर्भमा यसरी हुन्छ, जन्म बित्तिकै चाहिँ हाम्रो चेत्नको कारण चाहिँ ऊ रिसाएको भन्छ। अनि रिसाउँछ। अनि हेर त यत्रो नानीले उस्तो भाइलाई त्यो हिंसा भन्छ। यो चाहिँ अरूलाई दुःख दिएर अरूलाई गर्दाखेरि ऊ खुसी हुन्छ। अब भाइलाई मुसो लगाइदियो, कालो ब्याट्रीको मुसो लगाएको हाँस्दैछ। यो कहाँबाट आयो? मान्छेले सिकाएको हो त, स्कुलमा सिकाएको हो, बाबुआमाले सिकाएको हो। यो किन यस्तो उपद्रव गर्नु जान्दछ, पाप गर्नु जान्दछ यस्तो कुरा? अनि उसको हृदयभित्र यस्तो पाप छ। इभन दिदीभाइ खेल्दै थियो, अलिकति केही गरिदिएको थियो भने त त्यसको मुसाको जस्तो दुईवटा दाँतले दिदीको एक चोटै झिक्नु पर्दैछ। यो खुसी भएर हो? रिसाएको कारण होइन। अनि मानिस आमाको गर्भमा पापी छ कि छैन रहेछ? मैले तपाईँलाई प्रमाण दिनुको लागि यो फोटोहरू राखेको है। हेर्नुहोस् त, यहाँ खेल्दा खेल्दै साथीको हात टोकिदिनु, यो खुसी भएर होइन, रिस चाहिँ रिसले हत्या गर्दो रहेछ। रिसभित्र बाइबल कति सत्य छ। एउटा बिउ हो, यो के को बिउ हो थाहा छैन, उम्रियो अझै पनि थाहा छैन। तर लास्टमा के को बिउ रहेछ? सन्तोलाको बिउ रहेछ, जुनारको बिउ रहेछ। अघि यहाँ भुइँमा खसेको चाहिँ यही जुनारको बिउ रहेछ नि, होइन? फलेपछि थाहा भयो, होइन? अनि हामी मानिसहरू चाहिँ हरेक राजा महाराजा जे भए पनि हामी के को बिउबाट आएको रहेछौँ? पापको बिउबाट। यसै कारण आमाको गर्भमा मान्छे पापी छ। अनि यही पापबाट छुटकारा दिनुलाई परमेश्वर मानिस भएर आउनु पर्थ्यो। तर उहाँ बाउको सन्तान होइन, स्त्रीको सन्तान, बाउको रगत येशू ख्रीष्टमा नभएको कारण। यो पनि एउटा फल फल्यो एउटा बोटमा। रोमी 12 देखि त्यो पढिसकियो। यही मान्छे हो, यो कालो मान्छे हो तपाईँ र मेरो बिउ, पापको बिउ। यही मान्छेले गर्दाखेरि हामी सबै संसारमा जति पनि अब पछि जन्मिने मान्छे पनि हामीहरूकै रगतबाट, मेरो नाति पनाति खनातीहरू मेरै रगतबाट, म चाहिँ मेरो बाउको रगत हो। अनि बाउको बाउ खोज्दै हरेक मानिस आदममा गएर टुङ्गिन्छ। अनि हामी आदमको सन्तान हो। अनि हामीसँग आदमको स्वभाव छ, पाप गरेर पापी हुने। हामीले चाहिँ विचार गरेको चाहिँ पाप गरेर पापी हुन्छ भन्ने हामीले विचार गरेको छौँ। हामीले पाप गरेर पापी भएको होइन, हामी चाहिँ पापी छौँ र पाप गर्छौँ। बुझ्नुभयो त? अनि यसलाई भन्छ जन्मको पाप अनि अर्को कर्मको पाप। हामीले गर्ने पापलाई चाहिँ कर्मको पाप भन्छ। अनि हामी पापै नगरी पापी भएकोलाई चाहिँ जन्मको पाप भन्छ। यो चाहिँ बिउबाट आएको, वंशानुगत रगतबाट आएको पापले चाहिँ आमाकै गर्भमा हामी पापी छौँ। यो पापले चाहिँ हाम्रो आत्मालाई मार्छ, नरक लान्छ। अनि यो हामीले बुझ्नुपर्छ। अनि हामीले यदि बुझेको छैनौँ भनेदेखि हाम्रो लागि यो बडो आनन्दको सुसमाचार हुन सक्दैन। स्वर्गदूतले मानिसहरूलाई के भन्छ? गोठालाहरूलाई नडराओ, आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूको लागि हुनेछ।
अनि यो क्रिस्चियनको लागि होइन। म पनि क्रिस्चियन, जन्मै क्रिस्चियन होइन। आमाको गर्भबाट जन्मिँदाखेरि मान्छे न त जात लिएर आउँछ न त धर्म लिएर आउँछ। बुझ्नुभयो त? म त पछि त थाहा पाएको, हाम्रो गाउँमा त राई लिएर आइरहेछ, पछि थाहा पाउँदाखेरि होइन 5-6 वर्ष उमेरसम्म म राई हो भनेर पनि थाहा थिएन। अब जातको कुरा त गर्थेन। मेरो पहाडमा अहिले गयो भने हाम्रो सबै हाम्रै सन्तान मात्रै छ एउटा गाविसभित्र, त्यो जातको कुरै हुँदैन। के को जात है? अनि पछि मैले थाहा पाएको। बुझ्यो? त पनि हाम्रो गाउँदेखि तला के अरे हाम्रो गाउँदेखि मेरो बाबा यहाँ हुनुहुन्छ। एक दिन बाबासँगलाई म पछाउँदै त्यस्तै 5-6 वर्षको उमेर थियो होला। पर त्यो हतियार कमाउनु जाँदाखेरि अनि त्यहाँनिर जाँदाखेरि त एक भारी हाम्रो त अब त्यहाँ डोकोमा बोकेर लानु पर्थ्यो। बोकेर बाबु पछि पछाउँदै गएँ। बिहानभरि हिँडेर गएपछि हाम्रो चाहिँ बाली गरे भन्छ है। अनि त्यहाँ चाहिँ उनीहरूको त्यो हामीले कमाउने के अरे बिक चाहिँ तलतिर दाजुकोमा सत्यनारायणको पूजा गर्नु गएको रहेछ। अनि त्यहाँनिर ढिलो भएर अनि म पनि तलतिर झरेँ बाबुसँग लुकुर बोलाउनुलाई। अनि त पूजाको त प्रसाद त खानु हुँदैन भन्छ। त्यतिखेर मैले थाहा पाएको जात हुँदो रहेछ भनेर। नभए मलाई कसैले छोएको खानु हुँदैन त्यस्तो थाहा थिएन। यसै कारण मानिस क्षेत्री बाहुनिया कोही हुनुहुन्छ भने के अरे त्यो वर्तमान नगरिकन जनै नलाइन्जेल जे पनि खानुहुन्छ भन्छ नि मान्छेले। मान्छे जन्मिँदाखेरि जात पनि लिएर आउँदैन, मान्छे जन्मिँदाखेरि कुनै धर्म पनि लिएर आउँदैन। अनि पछि हुर्किदिएपछि त त हिन्दू हो, त क्रिस्चियन हो, त बुद्धिस्ट हो भनिन्छ ए भनेर। अनि त तामाङ हो, ए म त तामाङ परेको छु भने उसले थाहा पाउँछ। बुझ्नुभयो? यसरी हो। अनि मान्छे आदमको सन्तान हो। आदम, हामी हरेक मानिस आदमको सन्तान हो। अनि यो आदम चाहिँ पापको बिउ हो। यो तपाईँ र मेरो पुर्खा हो। उहाँबाट नै हामी हरेक मानिस आएको छौँ र आमाकै गर्भमा हामी पापी छौँ। उतातिर यहाँनिर हेर्नुहुन्छ नि यो पछि जन्मिने मान्छे। त्यसै कारण अघि हामीले पहिलो यूहन्ना 2:2 सारा संसारको मानिसको पापको ऋण उहाँले तिरिसक्नु भएको छ। अब जन्मिनेको पनि तिरिसक्नु भएको छ। हेर्नुहोस् एउटा यो पनि चलेन। यस्तो बच्चाले पनि यस्तो लोभ गर्छ। यहाँ मैले भिडियो राखेको थिएँ, चलेन है त। रोमी 3:23 यसरी लेखिएको छ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेको छ। एक चाहे राजा होस्, चाहे महाराजा होस्, चाहे गरिब होस्, चाहे धनी होस्, चाहे बुद्धिमान होस्, पाप गर्ने तरिकाहरू फरक हुन्छ। सबैले पाप गर्छ। बुझ्नुभयो त? अनि कोही पनि परमेश्वरको महिमा भनेको चाहिँ पाप रहित जीवन जिउनु सक्दैन। पाप रहित जीवन जिउने चाहिँ येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर भएको कारणले स्त्रीको गर्भबाट जडेर, अनि यसलाई चाहिँ क्रिसमस भनेको यसरी नै। यो पहिलेको सुरुको मान्छे आदम हो, उसकै रगत चाहिँ यसरी हामीमा घुम्दै अनि तपाईँ र मेरो बाउमा आइपुग्यो, अन्तिममा तपाईँ र ममा आइपुगेको छ। अनि तपाईँ र म नि पापी। अब मेरो रगतबाट जन्मेको मेरो नानीहरू सबै पापी, मेरो नानीहरूको रगतबाट जन्मेको उनीहरू पनि पापी हुन्छ। अनि यो पाप आदमको रगतबाट हामी पापी भयौँ, येशूको रगतबाट हामी के हुन्छौँ? धर्मी ठहरिन्छ। येशूलाई विश्वास गर्ने कारण चाहिँ यो। येशू मेरो मुक्तिदाता, मलाई बचाउनुलाई, मलाई अनन्त नरकबाट बचाउनुलाई आउनु भयो भनेर हामीले विश्वास गर्दा गर्दै आदमबाट येशू ख्रीष्टमा सर्छ भनेर चाहिँ बाइबलमा भन्छ। यूहन्ना 5:24 जसले मेरो वचन सुन्छ अनि मलाई पठाउने निम्ति विश्वास गर्छ त्यो नियम आउँदैन, तर त्यो मृत्युबाट अथवा अनन्त दण्ड नरकबाट जीवनमा सरिसकेको हुन्छ भनेर त्यहाँ लेखिएको छ। अनि हामीले हाम्रो शरीर सर्ने होइन, आत्मा सर्छ। यसै कारण प्रभु येशूमा विश्वास गर्नेहरूमा अनन्त जीवन छ भनेर यूहन्ना 6:47 प्रभु येशूले बोल्नु भएको छ। मलाई विश्वास गर्नेहरूसँग अनन्त जीवन छ। अनि आदमबाट हामीमा मृत्यु आयो, येशूबाट जीवन आएको छ। येशू चाहिँ स्वयं परमेश्वर हुनुहुन्छ, स्त्रीको सन्तान भएर उहाँले जन्मिनु। यो संसारमा यसरी संसारभरि हामी मानिस छरिएर बसेको छौँ। त यसरी माथि खोज्दै गयो भने अन्तिममा हामी हरेक मानिस आदममा पुग्छौँ। यो आदम र हव्वा नै हो पापको बिउ। अनि यो पापको बिउ यसरी पाप के हो त? ल पढ त, पाप के रहेछ? रोमी 1:29-31 तिनीहरू सबै किसिमका बदमासी गर्नु पाप हो। दुष्ट गर्नु पाप हो। लोभ गर्नु पाप हो। इबीले भरिएका छन्। अरूसँग इबी गर्नु पाप हो।
तिनीहरू डाह, डाहा गर्नु पाप हो, हत्या, हत्या गर्नु पाप हो, झै झगडा, झै झगडा गर्नु पाप हो, छल, छल गर्नु पाप हो, बदखुवाई अरूको बदखुवाई गर्नु पाप हो, र तिनीहरू पुरौटे, अर्काको कुरा गर्नु पाप हो। तपाईँले अर्काको कुरा कतिको गर्नुहुन्छ, गर्नुहुन्न? अनि त्यो गर्नुहुन्छ भने तपाईँ म पापी रहेछु भनेर थाहा पाउनुपर्छ। अनि र बदनाम गर्ने, अरूको बदनाम गर्ने पाप हो। परमेश्वरलाई घृणा गर्ने, परमेश्वरलाई घृणा गर्नु, धेरै मान्छेले यिनीहरू त विदेशी धर्म भनेर भन्छ नि, आफूलाई सृष्टि गर्ने नि परमेश्वरलाई, यसरी गर्नु पाप हो। ढिट, ढिट, मेरो कुरा ठिक भन्ने भनेर घमण्ड गर्नु, अनि अनि अहङ्कारी, अहङ्कार गर्नु पाप हो, अभिमानी, अभिमान गर्नु पाप हो, दुष्ट कुरा रची हेर्ने, दुष्ट कुरा रची हिँड्नु पाप हो। आमा बुबाको आज्ञा पालन नगर्ने, तपाईँहरू प्रत्येकले विचार गर्नु, छातीमा हात राखेर भन्छ आमा बाबुको आज्ञाकारी पुरा पुरा तपाईँले गर्नुभएको छ? हात उचाल्नुहोस् त, कसले गर्नुभएको छ? त्यसो भएदेखि बाइबलले चाहिँ विश्वास गर्नु भन्छ, बिना प्रमाणको विश्वास मरेको विश्वास भन्छ, यसरी प्रमाण दिन्छ। हामी आमा बाबुको जति नै तपाईँ म आज्ञाकारी गर्नु भन्नुहुन्छ नि, सक्दैन। किनभने भित्र चाहिँ अघि नै मैले मानिसको हृदय देखाएँ नि, सबै पापले भरिएको छ, आदमबाट आएको त्यो बिउले भरिएको छ, सक्दैन। जति नै म आज्ञाकारी बाबुआमाको गर्छु भने सक्दैन। पूर्व जा भने पश्चिमतिर हिँड्छ, त्यो काम गरेर आइज भने म भ्याउँदिनँ भन्छ। अझ त यस्तो झर्किने खालको नानीहरू पनि छ कि आमा बाबुले हरायो भने म त भ्याउँदिन सक्दिनँ भनेर, होइन? अनि लुपडा अरू मूर्ख, मूर्ख गर्नु पाप हो, विश्वासघाती, विश्वास नगर्नु पाप हो, निर्दयी, निर्दय, दया नगर्नु पाप हो, र क्रूर हुन्छन्। क्रूर भनेको रिसाउनु। अघि नै मैले भनिसकेँ, तपाईँहरू नरिस को हुनु त जिन्दगीमा यत्रो हुँदाखेरि पनि एकचोटि पनि नरिसाएको मानिस हुनुहुन्छ भने हात उचाल्नुहोस् त। छ कोही हुनुहुन्छ एकचोटि पनि नरिसाउने? त्यसो भए तपाईँले आफैले भन्नुहुन्छ म चाहिँ पापी रहेछु भनेर। अनि बाइबलले भनेको कुरो चाहिँ यो पाप भन्नुहुन्छ नि, कति रहेछ पाप? यो एउटा पनि अरू सबै नभएको एउटा मात्रै भए पनि तपाईँ नर्क जानुपर्छ। बुझ्नुभयो त? सबै यहाँ बाइबलले अर्को ठाउँ भन्छ, सबै आज्ञाकारी गरेर एउटा मात्रै आज्ञा तोड्नु भयो भने तपाईँ नर्क जानुहुन्छ। अनि यति धेरैमा भर्सक यो सबै नै तपाईँ हामीमा छ, होइन कि छैन होला? अनि हो, यो पापले नर्क लान्छ। यो चाहिँ भित्रबाट आउने हो। यो भित्रबाट आउने पाप चाहिँ आदमबाट आएको हो। त्यसकारण योबाट क्षमा दिनु र बचाउनु, मुक्ति दिनुलाई येशू ख्रीष्ट आउनु भएको, यो धरतीमा आउनु भएको दिनलाई क्रिसमस भन्छ। यो पनि पढ त, गलाती 5:19-21। पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्: व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्ति पूजा, मन्त्रतन्त्र, दुश्मनी, झै झगडा, आरिस गर्नु, क्रोध गर्नु, स्वार्थी, मलाई मात्रै होस् भन्ने र स्वार्थीपन, गुटबन्दी गर्नु, डाहा, अरूसँग जलिरहनु, डाहा, पियकपन, मातेर लडीबडी गर्नु, अश्लील मोज मजा, यति नै होस्। यो पापहरू हेर्नुहोस् त, म प्रभुलाई विश्वास नगर्दाखेरि म एकदम यसमा चाहिँ म लिप्त नै थिएँ। मातेर भनेको चाहिँ तपाईँको चाहिँ पहिले त खान्थिनँ, अलिक ठुलो भएपछि सङ्गतले, पहिला कोरिन्थी 15:33 लेखिएको छ, खराब सङ्गतले असल चरित्र नष्ट गर्छ। अनि म जब हुर्किँदै गएँ, खराब सङ्गतमा म परेछु, त्यहाँदेखि त एकदम नै बढा बोक्नु जाने भन्ने, त्यहाँदेखि खाएपछि त कुकुरको दिशामा पनि मुख डुबिन्जेल लडेको बेलुकादेखि बिहानसम्म। यस्तो गरेर हिँड्ने मान्छे पनि म पनि हुँ। तपाईँहरू कोहीसँग यो नमिल्ला, तर मेरो जीवनमा चाहिँ मिलेको छ क्या। अनि यो पापहरू, किनभने त्यसरी गर्नु पाप हो। यो शरीर परमेश्वरको मन्दिर हो। अनि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने त्यसलाई म नष्ट गर्छु भन्नुभएको छ। यदि म प्रभु अहिलेसम्म नपाएको भएदेखि म पहिले नै नष्ट भइसक्ने थिएँ। बुझ्नुभयो? मेरो शरीर मैले यसो गरेर आफैले खाँदै थिएँ। बाहिरबाट हामीहरू अक्सिजन खान्छौँ, भित्रबाट उसले खाइराखेको हुन्छ, अनि त्यसले चाहिँ शरीरलाई नष्ट गर्छ। मानिसको हृदय
ल यो पनि पढ त। मर्कु 7 को 20 देखि 20 र 22, किनकि भित्रबाट अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या, परस्त्रीगमन, लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। मानिसको हृदयबाट हामी बाहिरबाट पाप गरेर पापी भएको होइन, नरक जाने होइन, भित्रबाट निस्किन्छ। भित्र चाहिँ आदमबाट आएको पाप छ, बुझ्नुभयो त? आदमको रगतबाट। अनि यो पापले चाहिँ हामीलाई नरक लान्छ भनेर प्रभुले भन्नुहुन्छ। यो एकजना मानिसबाट तपाईँले, यो एकजना मानिस हो, अनि यो एकजना मानिसबाट चाहिँ हामी आएको छौँ, अनि हामी नरक जाने। हिब्रू 9 को 27 पद पढ त। हिब्रू 9 को 27, जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ र त्यसपछि इन्साफ। मानिस एकचोटि मर्नै पर्छ, किनभने आदमले आज्ञा तोडे अनि मृत्यु आए। अनि मृत्यु दुईटा मृत्यु छ, एउटा शरीरको मृत्यु, अर्को आत्माको मृत्यु। अनि एकचोटि हामी शरीरमा मर्नै पर्छ। अनि यो आत्माको चाहिँ प्रभु येशूलाई तपाईँ र मैले चिन्नु सकिन भने हाम्रो न्याय हुन्छ, इन्साफ हुन्छ। यो इन्साफले चाहिँ अनन्त दण्डमा, आत्माको दण्ड भन्छलाई चाहिँ नरकमा लान्छ भनेर भन्दछ। तब मैले एउटा ठुलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ। उहाँको सामुन्नेबाट पृथ्वी र आकाश भागेर गए र तिनीहरूका निम्ति कतै ठाउँ पाइएन। मैले ठुला र साना सबै मृतकहरूलाई सिंहासनको सामु खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा तिनीहरूका नाम अनुसार मृतकहरूको हिसाब भयो। समुद्रले त्यसमा भएका मृतकहरू निहाल्यो, अनि मृत्यु र पातालले पनि तिनीहरूमा भएका मृतकहरू निहाले। आफ्नो आफ्नो नाम अनुसार हिसाब भयो। मृत्यु र पाताल अग्निकुण्डमा फालिए। यो अग्निकुण्ड दोस्रो मृत्यु हो। जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेटाएन, त्यो अग्निकुण्डमा फालियो। यसरी मानिसहरू आफ्नो मुक्तिदातालाई भेटेन भने यसरी एक दिन अग्निकुण्डमा फालेछ। त्यहाँ मर्नु खोज्नेछ, मृत्यु भागेको हुनेछ। यसै कारण परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो। परमेश्वरले हामी मानिस जातिलाई प्रेम गर्ने कारण यो हो। यस्तो अनन्त दण्डमा त्यहाँबाट निस्किनु, भाग्नु नसक्ने भएको कारण परमेश्वरले हामीले धर्म कर्म, असल काम, असल जीवनले हामी त्यहाँबाट बाँच्नु नसक्ने भएको कारणले परमेश्वर त्यो दण्ड आफूले भोगेर आफूमाथि लिएर अनि हामीलाई चाहिँ स्वतन्त्र गर्न आउनु भएको दिनलाई नै क्रिसमस भनिन्छ। यसको अर्थ यसरी तपाईँहरूले बुझ्नुहोस्। र नरकमा न त किराहरू मर्दछन् न आगोले निप्दछन्, त्यसरी भनेछ है। यो मर्कुस 9 अध्यायको 44, 46, 48 पदमा 3 चोटि प्रभुले भन्नुभयो। यो प्रभुले बोल्नु भएको। किन यसरी ती 3 चोटि? एकचोटि भन्दा त भइहाल्छ नि। जुन चाहिँ कुरा पक्का गरिन्छ नि त्यसलाई चाहिँ दोहोऱ्याइ तेह्रै मानिसको मगजमा रहोस् भनेर। नरकमा न आगो मर्छ न किरा। आगोमा बाँच्ने किरा कस्तो होला यसो विचार गर्नुहोस् न। पानीमा बाँच्ने माछा जस्तै आगोमा बाँच्ने किराले मानिसलाई टोक्ने छ अनि आगोले चाहिँ डढाइराख्नेछ। अनि त्यतिखेर मानिस मर्नु खोज्दैछ, मृत्यु हुँदैन त्यतिखेर। बुझ्नुभयो त? पहिला कोरिन्थी 15 अध्यायमा त्यो लेखिएको छ, मृत्यु विजयमा निलिनेछ। येशू ख्रीष्टले निलिसकेको हुनुहुन्छ। अदनको बगैँचाबाट आएको मृत्यु येशूले निलिसकेपछि त्यहाँ मृत्यु हुँदैन अनि मान्छे मर्नु पाइँदैन। अनि अनन्त अनन्तको दुःख कष्ट। अनि त्यहाँ चाहिँ भन्छ के अरे मत्ती 13 अध्यायको 42 पद 50 पदमा मानिस रुने छन् आगो र गन्धकमा। त आगोको कुण्डमा फेलेपछि रुने छन् अनि सहनु नसकेर के किट्ने छ? तारा किट्ने छ।
गरेर यसरी पिट्नेछन्, सहनु नसकेर। बुझ्नुभयो? रुवाबासी र दारा पिटाइ। यसै कारण परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, मानिस जातिले यसरी प्रेम गर्नुभएको कारण चाहिँ त्यो दारा पिटेर पनि त्यो 1 वर्ष 2 वर्ष 100 वर्ष 1000 वर्ष लाख वर्ष करोड वर्ष एक संख्य वर्षमा छुटकारा पाउने भने आशा हुन्थ्यो। त्यहाँ त अनन्त भनेपछि आशा छैन प्रियहरू। कति किट्ने दाराहरू, मर्नु खोज्यो मर्नु पाइँदैन, मृत्यु निलेको हुन्छ, मृत्यु हुँदैन। यसै कारण परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो। यो हो, यसै कारण बाइबलको विज्ञहरूले ठुलो ढेली परमेश्वरको प्रेमको बारेमा किताब लेख्यो अरे, तर कति किताब लेख्दाखेरि पनि यो अपूर्णै भयो, अन्तिममा भन्थ्यो अरे। बुझ्नुभयो? अनि बाइबल भित्रभित्र जाँदै गएर मैले कस्तो रहेछ होइन। अब मर्नु खोज्छन् मर्नु पाउँदैन, अनि मृत्यु नै त्यहाँ हुँदैन, अनि त्यहाँ रुवाबासी र दारा केटे कति सन लाख करोड अरब संख्य वर्ष होइन, त्यो अनन्त अनन्त त्यहाँ रुवाबासी। यसै कारण परमेश्वरले मानिस जातिलाई प्रेम गरेर मानिसलाई त्यो दण्डबाट बचाउनु आउनु भएको दिनलाई चाहिँ के भन्दो रहेछ? क्रिसमस भन्दो रहेछ। बुझ्नुभयो? यो कुरा यो यूहन्ना 3 स्वर अघि नै पढिसके। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो। र यो चाहिँ पढ त। यसैया 7:14 यसै कारण प्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्या गर्भवती हुनेछ र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इमानुएल राखिनेछ। इमानुएल भनेको चाहिँ मत्तीको सुसमाचारमा लेखिएको छ, परमेश्वर मानिसहरूसँग। सुरुको मानिस आदमसँग पनि परमेश्वर हुनुहुन्थ्यो, अन्तिममा हामीसँग पनि परमेश्वर हुनुहुन्छ, मानिसहरूसँग परमेश्वर। यसकारण हामीले उद्धार मुक्ति पाएको। अनि यसले गर्दा आज तपाईँ र मैले क्रिसमस भन्छौँ, अनि कति हामी विश्वास गरेर पनि क्रिसमसको अर्थ नबुझिकन मनाइराखेका छौँ। तर क्रिसमसको अर्थ भनेको चाहिँ तपाईँ र मलाई त्यो मर्नु खोज्दा पनि मृत्यु भागेको ठाउँमा हामी जाँदैथ्यौँ, त्यहाँबाट बचाउनको लागि मानिस जातिलाई बचाउनको लागि धरतीमा मसिया मुक्तिदाता भएर आउनुभएको दिनलाई क्रिसमस भनिन्छ। उहाँ स्त्रीको सन्तान, यहाँ पनि भनेको चाहिँ स्त्रीको सन्तान, त्यो स्त्री चाहिँ फेरि कन्या हुनुपर्छ भनेर त्यहाँ लेखिएको छ। उत्पत्ति 3:15 नै उहाँ परमेश्वर चाहिँ स्त्रीको सन्तान भएर आउनुभएको थियो, अनि बाउको सन्तान होइन। अनि आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। सुरुमा वचन परमेश्वर हुनुहुन्थ्यो। हिजो पनि मैले भने परमेश्वरको अर्थ के रहेछ? परमेश्वरको अर्थ के रहेछ दिदीबहिनीहरू? पराको स्वर, ओ ठुली कान्छे भन्छौ पारी जङ्गलबाट स्वर चाहिँ सुनिन्छ नि होइन, मान्छे देख्छ? परमेश्वरको अर्थ त्यही हो। परमेश्वरलाई बाइबलले भन्छ यूहन्ना 1:18 मानिसको यो आँखाले देख्न सक्दैन, तर यो वचनलाई चाहिँ देख्छ। उहाँको स्वर हो यो बाइबल चाहिँ परमेश्वर। हाम्रो आँखाले देख्दैनौँ, बाइबलमा लेखिएको छ। पहिला के अरे यूहन्नाको 1 कोरिन्थी 13:12 अहिले हामी देख्दैनौँ, यो पापी शरीरमा हामी बसिन्जेल परमेश्वरलाई देख्दैनौँ। एक दिन यो शरीरलाई छोडेर यो मेरो शरीर भन्ने चाहिँ निक्लिन्छ नि, त्यस दिन देख्नेछ, फेस टु फेस हामीले देख्नेछौँ परमेश्वरलाई। आगो धप धप बलिराखेको आगो देख्नेछौँ। त्यतिखेर ढिलो भइसकेको हुन्छ। आज हामीले नदेखेको परमेश्वरलाई सुसमाचार सुनेर आज विश्वास गऱ्यौँ न भने प्रियहरू, एक दिन हामीलाई ढिलो भइसकेको हुनेछ। त्यतिखेर देखेर विश्वास गर्छु भन्नु पाइँदैन। अनुग्रहको समय सिद्धिएको हुनेछ। अब त्यहाँ त निएको समय लाग्छ। पहिले व्यवस्था संसारमा आउनुभन्दा पहिले विवेकको युग थियो, अनि विवेकको युग आदमदेखि मोसासम्म विवेकको युग थियो हाम्रो मानव इतिहासमा। अनि मोसाद्वारा व्यवस्था दियो। येशू ख्रीष्ट बलिदान नभइन्जेल व्यवस्थाको युग थियो। येशू ख्रीष्ट बलिदान भएकै समयदेखि अनुग्रहको युग छ। अब अनुग्रहको युग ढोका लाग्ने बन्द हुने समय आएको छ। संसारको घटनाहरूले बताउँदैछ। बाइबलले यसरी भन्छ, अनुग्रहको ढोका बन्द भइसकेछ भने विश्वास गर्छु भनेर पाउँदै अनुग्रहको युग सक्यो। त्यहाँदेखि त निएको युग आउँछ। निएको युग आएपछि त 2 कोरिन्थी
5 अध्यायको 10 पदमा लेखिएको छ, मानिसले शरीरमा जे गर्छ त्यसको फल त्यसले भोग्नै पर्छ। बुझ्नुभयो? विश्वास गरे उद्धार अनन्त जीवनको फल बन्नेछ, विश्वास गरेन प्रभुलाई आफ्नो सृष्टिकर्ता परमेश्वरलाई चिनेन दण्डको फल भोग्नै पर्छ। कोहीबाट त्यहाँ छुटकारा छैन, समय सिद्धिएको हुनेछ। अहिले धेरै धेरै बाइबल पढ्नलाई थाहा छ, धेरै धेरै संसारमा घटनाहरू गरिरहेछ नि, यो सबै पहिले नै भविष्यवाणी गरिसकेको थियो। मान्छेको प्रेम सेलाएर जानेछ, महामारी आउनेछन्, के अरे किसिम किसिमको रोगहरू बिमार आउनेछन्, खण्ड वृष्टिहरू हुनेछन्, होइन, लडाइहरू छन्, अनिकाल लाग्नेछ, भूकम्पहरू जानेछ, आकाशबाट ताराहरू खस्नेछ। बुझ्नुभयो? मनको ताराहरू खस्नेछ। अब त्यो बाँकी छ। अनि अल्गो अल्गो पृथ्वीको अल्गो अल्गो चुचुराहरू पनि भूकम्प आका गरेर त्यो पनि पृथ्वीमा डुबेर जाने खाले त्यो भूकम्प आउनु बाँकी छ। अब पृथ्वीको अन्तको सिन्डलहरू बाइबलले भनेको सबै पुरा भइसक्यो, अब त्यो बाँकी छ। अनि त्यतिखेर के अरे यो अनुग्रहको युग सिद्धिएर न्यायको युग आउनेछ। तपाईँहरू जो अहिले ग्रहण गर्नुभएछ, विश्वास गर्नुभएछ नि, तपाईँहरू धन्यको। मैले बाइबलको चस्माले हेर्दाखेरि तपाईँहरू बचेको मान्छे, त्यो बचेको मान्छेलाई प्रभुले धन्यको भन्दछ। अनि म पनि तपाईँहरूलाई धन्यको भन्छु, म आफूलाई पनि म आफैलाई धन्यको भन्छु। म बाँचेको मान्छे, मृत्युबाट जीवनमा सरिसकेको छु, म सरेको मान्छे। अनि तपाईँले पनि विचार गर्नुपर्छ, म मृत्युबाट जीवनमा सरिसकेको। आदममा मृत्यु छ। पहिला कोरिन्थी 15 अध्यायको 22 पदमा आदममा सबैलाई मृत्यु छ, येशूमा सबैलाई जीवन छ। अनि येशू ख्रीष्टलाई मेरो मुक्तिदाता भनेर विश्वास गर्दा गर्दै आदमबाट येशू ख्रीष्टमा तपाईँ सर्नुभयो भने तपाईँ बचाइएको मान्छे। अब तपाईँलाई मृत्युमा लाने पाप छैन। अनि यसको यो लिएर प्रभु येशू आउनु भएकोलाई क्रिसमस भनिन्छ। अनि यो चाहिँ अनि यहाँ यूहन्ना 1 अध्यायको 14 पद चाहिँ पढ त, त्यो तलतिर हरियो चाहिँ यूहन्ना 1:14 अनि वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौँ, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। वचन देहधारी भएर उहाँ जन्मिनु भयो। देह भनेको चाहिँ पहिले चाहिँ परमेश्वर चाहिँ परको स्वर हुनुहुन्थ्यो, मान्छेले देख्नु नसक्ने, आवाज मात्रै सुन्ने। त्यसै कारण अगमवक्ताहरू पहिले अगमवक्ताहरू थिए, अगमवक्ताहरूसँग परमेश्वर बोल्नुहुन्थ्यो। अनि अगमवक्ताले मानिसहरूलाई भनिदिन्थे, यसरी आवाज आयो मलाई, मैले सुने, तिमीहरूले यसरी नगर, यो बाटो नजाऊ, यसो यस्तो कुरा नबोल भनेर अगमवक्ताले भनिदिन्थे। अनि तिमीले यस्तो पाप गर्यौ भनेर परमेश्वरले भन्नुहुँदैछ भन्दाखेरि अनि मानिसहरूले चाहिँ ढुङ्गोले किच्याएर अगमवक्ताहरूलाई मार्थे। बुझ्नुभयो त? पराको स्वर, परमेश्वरको अर्थ नै पराको स्वर। मानिसहरूले देख्थेन, अनि अहिले पनि हामी देख्दैनौँ। यूहन्ना 1 अध्यायको 18 पदमा परमेश्वरलाई मानिसको पापी आँखाले देख्न सक्दैन भन्छ। अनि यो पापी शरीरलाई छोडेर हामी निक्लिन्छौँ, त्यतिखेर प्रभुलाई फेस टु फेस हामी देख्नेछौँ। त्यतिखेर देखेको ढिलो भइसकेको हुन्छ। अनि त्यतिखेर चाहिँ हामीले न्यायको युगमा हामी खडा भइसकेको हुन्छौँ। अनि यसै कारण परमेश्वर वचनले देहधारी भएर आउनु भएको दिनलाई चाहिँ क्रिसमस भन्छ। हामी पापी मानिसहरूलाई, हामी अनन्त दण्डमा जाँदै गरेको मानिसलाई बचाउन आउनु भएको दिन चाहिँ क्रिसमस हो। अनि यसरी कन्या चाहिँ गर्भवती हुनेछ भनेको अलिक छिटो गरौँ। यसरी पवित्र आत्मा उहाँको यो कन्या मरियममा आउनुभयो, उहाँको विवाह नहुँदै उहाँ गर्भवती भएर उहाँ जन्मिनु भयो। अनि जन्मिनु पनि अचम्म भयो। यहुदाको बेथलेहेममा उहाँ जन्मिनु हुनेछ भनेर मिका भन्ने अगमवक्ताले भनेको थियो। संसारको मुक्तिदाता चाहिँ यहुदियाको बेथलेहेममा जन्मिनु हुनेछ। अनि साँच्चै नै अचम्म किसिम, उहाँको आमाको घर चाहिँ नासरत हो, बेथलेहेमभन्दा 80 कोस टाढो। त्यहाँबाट चाहिँ एउटा गर्भवती नानी जन्मिनु आँटेको एउटा आमा चाहिँ त्यहाँ आउँछ अचम्म किसिमले। अनि त्यहाँ चाहिँ उहाँको जन्म हुन्छ। येशू ख्रीष्टको जन्म मृत्यु सबै बाइबलमा पहिले नै लेखिएको थियो। कहाँ जन्मिनुहुन्छ, कस्तो कोषमा गर्भधारण हुनेछ। अनि उहाँ चाहिँ अनि उहाँ जन्मिँदाखेरि चाहिँ अघि पनि हामीले के भजन गायौँ होला होइन, पूर्वको ज्योतिषीहरू आए के भनेर होइन। अनि यसरी बाइबलले भन्छ अरू संसारको अरू राष्ट्रमा ज्योतिषीहरू भन्ने कुरा हुँदैन। यो चाहिँ मैले एउटा वक्ताबाट सिकेको है, यो अर्काको सापट मैले एकछिन लिएको।
तर नेपाल र इन्डियामा मात्रै ज्योतिषीहरू हात टेर्ने अथवा के यो ज्योतिषीहरू भन्ने चाहिँ उनीहरू चाहिँ खगोल शास्त्री ज्योतिषीहरू रहेछ, विद्वानहरू पढे लेखेको। अनि त्यो ज्योतिषीहरू यसरी आए। पहिले ज्योतिषीहरूलाई दर्शन होइन, गोठालालाई दिएको छ। अनि तपाईँ र म पनि संसारमा पनि यहाँ धनी धनी मान्छेहरू हाम्रो मण्डलीमा पनि छैन। अनि धेरै मण्डलीमा हुनु त बहुत धनी धनीहरू पनि छ विश्वासीहरू, तर धेरै मण्डलीमा चाहिँ पढाइ गरेर गरिब मात्रै आउने कारण यो गोठालाहरूले पहिले दर्शन पाए, नपढेको अर्काको भेडी गोठमा बस्ने मानिसहरू, त्यहाँदेखि अनि मात्रै ज्ञानी मानिसहरू सुन्दुक मुर्रा लिएर चाहिँ येशू ख्रीष्टलाई त्यहाँ आराधना गर्नु आए। अनि ताराले 6 महिनासम्म चाहिँ त्यहाँ तारा देखा परिरहेको। त्यो तारा चाहिँ को होला? त्यो तारा भनेको पनि तपाईँलाई आज अर्थ खोलिदिन्छ। प्रकाश 22 अध्याय खोल्नुहोस् त। त्यो ज्योतिषीहरूले देखेको तारा यही तारा हो। तपाईँहरूले 22 को 16 पढ त। म येशूले आफ्ना दूतलाई तिमी कहाँ मण्डलीहरूका निम्ति यो गवाही दिन पठाएको छु, दाउदका मूल र सन्तान अनि बिहानको चहकिलो तारा म नै हो। अनि बिहान पनि त्यो तारा देखिन्थ्यो। त्यो ज्योतिषीहरू त्यत्तिकै आएको होइन, उनीहरू विश्वासी होइन। ज्योतिषीहरू विश्वास नगर्ने खगोल शास्त्री विद्वान मान्छेहरू, बुझ्नुभयो त। अनि त्यो तारा चाहिँ बिहान चाहिँ देखेकै सधैँ एकै ठाउँ भएको कारणले उनीहरूले खगोल शास्त्रबाट जोड घट गुना गरेर पत्ता लगाउँदाखेरि संसारमा एउटा जन्मिन त जन्मिँदै राजा भएर जन्मिनेको, यहुदीहरूको राजा भएर जन्मेको मानिस जन्मेको छ भनेर। अनि त्यो ताराले अगुवाई गरेर उनीहरूले अनि तारा जता जता जान्छ त्यता पछाउँदै जाँदाखेरि यहुदियाको बेतलेहम आएपछि त्यो तारा अडियो। त्यो तारा त्यहाँ अडिएपछि चाहिँ अनि त्यो ज्योतिषीहरूले सोध्छ यहाँ यहुदीहरूको राजा भएर जन्मेको चाहिँ कहाँ हुनुहुन्छ भनेर। उनीहरूलाई थाहा थिएन। अनि बतायो नेपालैबाट गएको हो, इन्डियाबाट गएको त्यो ज्योतिषी। अरू संसारमा अरू देशमा त ज्योतिषीको कुरा नहुँदो रहेछ। अनि यहाँ हाम्रो नेपालको मानिसहरूले यो त विदेशी धर्म भन्छन्। पहिले भर्सक यो नेपालबाटै त्यो ज्योतिषीहरू गएर प्रभुको दर्शन गर्नु गएर उनीहरूले थाहा पाए। त अरू राजा चाहिँ राजाको श्रीमतीबाट जन्मेपछि चाहिँ राजकुमार घोषणा गरेपछि बाउको सेकापछि मात्रै राजा हुन्छ। तर येशू ख्रीष्टको जन्म चाहिँ उहाँ जन्मिँदै राजा, उहाँ स्वयं परमेश्वर हुनुहुन्छ। बुझ्नुभयो त। उहाँ पहिला तिमोथीको पत्रमा राजाहरूको पनि महाराजा भनेर लेखिएको छ। अनि यसरी उहाँ यसरी जन्मिनु भयो। अनि यहुदियाको बेथलेहममा उहाँ जन्मिनुपर्छ भनेर मिका भन्ने अगमवक्ताले उहाँ जन्मिनुभन्दा 500 वर्ष अगाडि नै भविष्यवाणी पारेको कुरा पुरा भए। बुझ्नुभयो त। अचम्म होइन? येशू ख्रीष्टको आमाको घर चाहिँ उहाँ नासरतबाट 80 कोस टाढो। त्यहाँ चाहिँ ऊ आफ्नो नाम दर्ता गर्न जाँदाखेरि ठिक इतिहासको बिचमा, इतिहास यहाँ पढे लेखेको भाइ बहिनीहरू धेरैजना हुनुहुन्छ बुद्धिमानहरू, इतिहासलाई तपाईँले हेर्नुहुन्छ भने इतिहासलाई प्रभु येशूले 2 भाग बनाउनु भएछ। येशू ख्रीष्टलाई प्रभु भनेको त्यतिकै होइन। येशू ख्रीष्ट धरतीमा जन्मिनुभन्दा पहिले BC सम्वत थियो। BC भनेपछि बिफोर क्राइस्ट, मुक्तिदाता आउनुभन्दा अगाडिको सम्वत, त्यसलाई चाहिँ BC भनिन्छ। त्यो सम्वत चाहिँ 100, 99, 98, 97, 96, 95, 94, 93, 92, 91, 90 हुँदै यसरी घटेर आउँछ। त इस्वी सम्वत चाहिँ 1, 2, 3, 4, 5 भनेर। अनि प्रभुले BC सम्वतलाई पुरा गर्दै इस्वी सम्वत लागू गर्नु। अनि तपाईँ र मैले गौरव गर्ने कुरा चाहिँ हो, अहिले जति पनि संसारमा सम्वतहरू गर्नुहुन्छ भने इस्वी सम्वत छ। 1, 2, 3 भनेर हामी गर्छौँ। यसरी हामी सम्वत गर्छौँ भनेदेखि हामीले यसले तपाईँ र मैले ग्रहण नगरे पनि कतिजना ग्रहण गर्नु भएको छैन। तपाईँले यसलाई मानिराख्नु भएको छ। सम्वतलाई मान्नुहुन्छ भने तपाईँ 1, 2, 3 सम्वतलाई मान्नुहुन्छ भने तपाईँले यसलाई विश्वास नगरे पनि मानिराख्नु भएको छ। येशू ख्रीष्ट चाहिँ उहाँ इतिहासको पनि प्रभु हुनुहुन्छ। अनि उहाँ ठिक इतिहासलाई 2 भाग गर्नुभयो। पहिलोको इतिहासलाई पुरा गर्नुभयो, नयाँ इतिहासलाई लागू गर्नुभयो। अब विद्वानहरूले त भन्छ यो पृथ्वी सृष्टि भयो त करोडौँ अरबौँ वर्ष भयो भन्छ। त्यहाँदेखि अहिले त 2000 हाम्रो नेपाली सम्वत 2082, अब इस्वी अङ्ग्रेजी सम्वत 2025 हुँदैछ होइन। त्यहाँदेखि उताको इतिहास खै त? त्यहाँ पनि त हुनुपर्ने नि। प्रभु येशूले त्यो इतिहासलाई पुरा गरिदिएर बन्द गर्नु।
उहाँ इतिहासलाई रचना गर्नुहुने इतिहासको पनि प्रभु हुनुहुन्छ। बुझ्नुभयो? अनि त्यो प्रभुलाई तपाईँ र मैले विश्वास गरेको छौँ। तपाईँ र मैले नथाहा पाइ नि अचम्म तरिकाले हामी गौरव गर्ने ठाउँ छ। बुझ्नुभयो त? तपाईँहरू एकदम ढुक्क भएर गौरव गर्नुहोस्। मैले अचम्म गरेँ, मैले मेरो सृष्टिकर्ता परमेश्वरलाई, इतिहासलाई पनि दुई भाग गर्नुहुने परमेश्वरलाई, संसारमा धेरै के अरे विद्वानहरू आए, राजा महाराजाहरू आए, संसारलाई उलट पुलट गर्ने राजा महाराजा पनि जन्मे, तर उनीहरूले इतिहासलाई दुई भाग पार्न सकेन। इतिहासमा उनीहरूको खराब अथवा असल नाम लेखाएर गए, तर इतिहासलाई दुई भाग गरेन। येशू ख्रीष्ट चाहिँ इतिहासको पनि प्रभु हुनुहुन्छ। इतिहासलाई दुई भाग गर्नुभएको छ। बुझ्नुभयो? पुरानो इतिहासमा बीसीलाई पुरा गरिदिएर नयाँ इतिहासलाई सुरु गर्नुभएको छ। अहिले यो इतिहास अब कहाँनिर पुग्दाखेरि यो पृथ्वीको अन्त हुन्छ, पृथ्वीको अन्त हुन्छ भनेर बाइबलले भन्छ। अनि यसरी गाईको गोठमा, यो चाहिँ अब गाईको गोठमा चाहिँ भनेको छैन। हिजो पनि हाम्रो यहाँ भाइ छोराहरूले भन्दाखेरि भन्दै थियो, तर यसरी यहाँ चाहिँ एउटा त्यो मैले फोटोमा मैले तपाईँलाई राखेको मात्रै हो। अनि उहाँ चाहिँ गरिबी भन्दा गरिबी हुनुभयो। दोस्रो के अरे कोरिन्थीको पत्रमा पनि उहाँको गरिबीबाट तिमीहरू धनी भएको छ भन्छ। उहाँ स्वर्ग पृथ्वीको महाराजा हुनुहुन्थ्यो र पनि उहाँलाई पौवामा राम्रो ठाउँमा उहाँलाई बस्नु दिएन। किनभने हिब्रूको पुस्तकमा लेखिएको छ उहाँले गरिबी र दुःख र मृत्यु कस्तो हुनुहुन्छ चाख्नु भएको छ येशू ख्रीष्टले। यसै कारण हामीलाई माया गर्न सक्नुहुन्छ। मृत्यु कति दर्दनाक हुँदो रहेछ, कति चाहिँ त्यो मृत्यु चाहिँ कति भयानक हुँदो रहेछ, मृत्यु कति निर्दयी हुँदो रहेछ भनेर येशूले चाख्नु भएको छ। अनि गरिबी कस्तो हुँदो रहेछ बुझ्नुभयो त? यहाँ के अरे लुकाको सुसमाचारमा प्रभुले चेलाहरू एउटा शास्त्रीले म तपाईँलाई पछ्याउँछु प्रभु भनेर भन्छ। मानिस के अरे स्यालको दुलहार छ, आकाशको चराचुरुङ्गीको गुडार छ, तर मेरो त शिर अडाउने ठाउँ पनि छैन। यति गरिबी हुनुभएको छ यो धरतीमा। उहाँले बनाएको यो संसारमा उहाँलाई बस्ने ठाउँ, शिर अडाउने ठाउँ पनि थिएन। बुझ्नुभयो? अनि गरिबी कस्तो हुनुहुन्छ भनेर येशू ख्रीष्टले चाख्नु भएको छ। यसै कारण हामी मानिस जातिलाई प्रेम गर्ने कारण यो। मृत्यु कति निर्दयी हुन्छ, मृत्युले एकछिन पर्खिदिए एक सेकेन्ड हर्दैन, यति निर्दय छ। अनि त्यो मृत्युलाई चाख्नु भएको छ। यसै कारण अनि मृत्यु यति भयानक रहेछ भनेर उहाँ यदि परमेश्वर नै भएको भएदेखि उहाँ वचनले देहाधारी नगरेर परमेश्वर मात्रै भएको भएदेखि हामीलाई भस्म गर्नुहुन्थ्यो। उहाँले मृत्यु चाख्नै भएको हुन्थेन। मृत्यु कति भयानक र निर्दयी रहेछ भनेर उहाँले थाहा पाउनु भएको कारण हामीलाई प्रेम गर्नुभएको छ। यो क्रिसमस निर्दयी छ। अहिले बिहा गरेर ल्याएको श्रीमान श्रीमतीलाई छुटाइदिन्छ। आज अहिले 1 करोडमा किनेको गाडी एक दिन पनि नचढिकन मारिदिन्छ। बुझ्नुभयो? कति प्रेम गरेको आफ्नो नानीहरूलाई, बच्चाहरूलाई बाउलाई छुटाएर लगिदिन्छ। मृत्यु यस्तो भयानक छ। अनि त्यो कुरा चाहिँ प्रभु येशूले चाख्नु भएको छ भनेर लेखिएको छ। बुझ्नुभयो? कस्तो प्रभु हुनुहुन्छ। अनि यसरी मिका 2:5-2 बेतेलमा जन्मिनु भयो यो भनिरहनु परेन। यसरी 9:6 शासन उहाँको हुनुहुन्छ। अनि उहाँ यसरी गोठमा जन्मिनु भयो है त। अनि गलाती 4:4 अघि नै पढिसक्यो। उहाँ स्त्रीबाट जन्मिनु हो। आदम, तपाईँ र मेरो पुर्खा आदमले पाप गर्दा गर्दै ऊ चाहिँ स्त्रीको पुत्र कनाइन्छ, स्त्रीको छोरा कलाइने आउनेछ भनेर भनेको चाहिँ उत्पत्ति 3:15 वचन चाहिँ यहाँनिर गलातीको पुस्तक नयाँ करारमा आएर पुष्टि गरिदिएको छ। उहाँ चाहिँ स्त्रीको गर्भबाट जन्मिनु भयो। अनि हिब्रू 2:15 यो चाहिँ पढ त कसेर। हिब्रू 2:15 र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्। मृत्युको डरमा हरेक मान्छे, सबभन्दा मान्छेलाई डर लाग्ने चाहिँ मृत्यु। शत्रुसँग पनि लुक्नु सक्नुहुन्छ, हरेक कुरा संसारको कुराहरूसँग, तर मृत्युसँग कोही पनि लुक्नु र भाग्नु सक्दैन। अनि सबभन्दा डर भनेको मृत्यु। अनि यो मृत्यु चाहिँ आदमबाट आएको छ, तपाईँ र मेरो पुर्खा आदमबाट। अनि यसै कारण यो मृत्युको डरबाट, यो मृत्युको डरमाबाट चाहिँ मुक्त गर्नु चाहिँ येशू ख्रीष्ट आउनु भएको दिनलाई नै क्रिसमस भन्छ। ल 29 पद लो पढ त। यूहन्ना 1:29 भोलिपल्ट उनले येशूलाई आफूतिर आइरहनु भएको देखेर भने, हेर संसारको पाप उठाइ लैजाने
परमेश्वरका थुमा। यो हो क्रिसमस। तपाईँ र मेरो पाप प्रभुले उठाएर लगिसक्नु भएको छ। तर उठाएर लगिसक्यो भन्दैमा उहाँलाई ग्रहण गरिएन भनेदेखि तपाईँलाई कसैले केही दिन्छ भने त्यो तपाईँ थापेर के अरे ग्रहण गर्नुभयो भने तपाईँको हुन्छ। तर तपाईँले हेरिरहनुहुन्छ भने त्यो तपाईँको हुँदैन। त्यसरी नै परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई दिइसक्नु भएको छ। त्यो चाहिँ तपाईँले थाप्ने हो, धन्यवाद दिने मात्रै। तपाईँले ग्रहण गर्नुभयो भने तपाईँको हुन्छ। किनभनेदेखि हेर संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा। पुराना करारमा चाहिँ बलिदान गर्नु पर्थ्यो थुमाहरूको पाप क्षमाको लागि। तर त्यो पनि तपाईँले व्यवस्थाको बारेमा पढ्नुभयो भने नि तपाईँले गरेको कर्मको पाप मात्रै क्षमा हुन्थ्यो, जन्मको पाप क्षमा हुन्थ्यो। त्यसै कारण हिब्रू 9 अध्यायको 12 पदमा बोक्का र बाछाको रगतले होइन, आफ्नै रगत दिएर अनन्त उद्धार गरिदिएर सधैँको लागि महापवित्र स्थानमा प्रवेश गर्नु। व्यवस्थाले कर्मको हामीले गरे शरीरले गरेको पाप मात्रै क्षमा हुन्थ्यो। तर येशू ख्रीष्टले चाहिँ हाम्रो कर्मको पाप, जन्मको पाप सबै नै उहाँले उठाएर लग्नु भएको छ। त्यसै कारण उहाँले हामीलाई क्षमा दिन सक्नुहुन्छ, हामीलाई नरकबाट बचाउन सक्नुहुन्छ। यसलाई भन्छ क्रिसमस। जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो। येशू ख्रीष्ट यो धरतीमा क्रिसमस मानिसलाई मनाओस्, रमाइलो गरोस् भनेर आउनु भएको होइन। के को लागि आउनु भएको रहेछ? आफ्नो प्राण दिनुलाई आउनु भएको दिन क्रिसमस। बुझ्नुभयो? प्राण दिन आउनु भएको, हामी मानिस जातिको लागि प्राण दिन आउनु भएको दिनलाई हामी क्रिसमस भनेर मनाउँछौँ। हिब्रू 9 को 22 पद, वास्तवमा व्यवस्था अनुसार रगतले प्राय सब थोक शुद्ध पार्दछ, तर रगत नबगाइकन पापको क्षमा हुन सक्दैन। अनि येशू ख्रीष्ट चाहिँ रगत दिन आउनु भएको। अनि रगत चाहिँ यसरी यो व्यवस्थामा चाहिँ एउटा पापी मानिसलाई चाहिँ बचाउनको लागि एउटा थुमाको बलिदान हुनु पर्थ्यो यसरी। अनि यो चाहिँ बलिदान गरेर चाहिँ उसको पाप चाहिँ थुमामा सार्नु पर्थ्यो। अनि उसले चाहिँ यसरी उसको पाप अब सर्यो भनेर अब यो चाहिँ बलिदान गरिन्थ्यो। अनि उसको पाप मेटिन्थ्यो। अनि थुमाको बलिदान भएपछि अब अनि उसको चाहिँ के छ, पाप क्षमा हुन्थ्यो। यो चाहिँ कर्मको पाप। र हिब्रू 10 अध्यायको 5 मा यसकारण संसारमा आउनु हुँदा ख्रीष्टले भन्नुभयो, बलि र भेटीहरू तपाईँले चाहनु भएन, तर परमेश्वरले मेरो निम्ति एउटा शरीर तयार गर्नुभयो। उहाँ शरीर लिएर, वचनले देहधारी गरेर शरीर लिएर आउनुभएको दिनलाई नै के अरे क्रिसमस भनिन्छ। क्रिसमस। अनि हामी सबै भेडा जस्तो, हामी मानिसहरू चाहिँ भेडा जस्तो सबै एकातिर लागेको थियौँ। तर उहाँ आएर चाहिँ मूल गोठाला भएर आएर चाहिँ हामीलाई बचाउन आउनुभएको दिनलाई क्रिसमस। येशू संसारको पाप लिन आउनुभयो। अनि पहिलो यूहन्ना 2 अध्यायको 2 हामी उहाँ चाहिँ सबै मानिस, संसारमा भएको सबै मानिसको लागि उहाँ प्रयाचित हुनुहुन्छ। अनि यो पाप लिनु, यसरी उहाँले क्रुसबाट चाहिँ रगत बगाउनु भएको छ। अब हामीले त्यसै कारण अब बोका, बाछा, कुखुरा, हाँस, परेवाको समान, ढुकुरको समान बलिदान गर्नु पर्थ्यो व्यवस्थामा। अब यो बलिदान पुरै रोकिएको छ। यसरी बलिदान भइसकेको छ येशूको बलिदान। अनि सबै तपाईँ र मेरो संसारमा भएको मानिसको पाप उहाँले क्रुसमा यसरी बोकिसक्नु भएको छ। यसै कारण अब हामीलाई बचाउनलाई, मानिस जातिलाई बचाउन आउनु भएको दिनलाई के अरे यो जन्मको पाप अनि यो चाहिँ कर्मको अनि सम्पूर्ण पाप उहाँले बोकिसक्नु भएको दिनलाई के अरे बोक्न आउनु भएको दिनलाई हामी क्रिसमस मनाउँछौँ। अनि सम्पूर्ण पाप उहाँले यसरी अनन्त मुक्ति भन्छ यसलाई चाहिँ, अनि क्षमा गर्नुभएको छ। हाम्रो पापको ऋण तिरिसक्नु भएको छ। अनि यसलाई चाहिँ अब सिद्धियो भनेर येशू ख्रीष्टले कल्वरी क्रुसमा अन्तिम शब्द उहाँले बोल्नु भएको छ। यूहन्नाको सुसमाचार 19 अध्यायको 30 पदमा अब सिद्धियो भनेर अन्तिम शब्द अब सिद्धियो भन्दाखेरि मानिस जातिले अनन्त दण्ड नरकमा लाने पाप उहाँको बलिदानद्वारा सिद्धाइदिनु भएको छ। अनि अब सिद्धियो। अनि हामीले अब बोक्का, पाठा, हाँस, परेवाको बलिदान गरिरहनु पर्दैन भनेर बाइबलले भन्छ। यही कुरा हो क्रिसमसको अर्थ चाहिँ यो। जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई, तर सिद्धियो त सिद्धियो, तर के गर्नुपर्ने रहेछ? मानिसले यसुलाई ग्रहण गर्नुपर्ने रहेछ। अनि मात्रै त्यो हाम्रो हुने रहेछ। ग्रहण गर्यौँ न भने चाहिँ हामी
अनि आदममै रहने रहेछौँ। यसै कारण अब उहाँमा विश्वास गर्नेहरूलाई स्वर्गमा स्वागत सार प्रवेश मिल्नेछ भनेर वचनले भन्दछ। अनि उहाँले एक दिन अनन्तको राज्यमा यसरी अङ्कमाल गरेर उहाँले स्वागत गर्नुहुनेछ। रोमी 5:7-8 पदमा तिनीहरू धन्यको हुन् जसको अपराधहरू क्षमा भएको छ र जसको पाप ढाकिएको छ। यसरी 1 तिमोथी 2:4 र 5 पदमा सबै मानिसले मुक्ति पाउन्, तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। सबै मानिसहरूले, किनभने मानिस चाहिँ परमेश्वरको प्रतिरूप हो, मानिसभित्र परमेश्वरको आत्मा छ अनि सबैले मुक्ति पाउन् भन्ने परमेश्वरको इच्छा छ। सबै म सत्यको ज्ञानमा आउन् भन्ने उहाँको इच्छा भएको कारणले उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो। क्रिसमस भनेको चाहिँ दिने कुरा हो। अनि लुका 19:10 पदमा किनभने मानिसको पुत्र हराएकोलाई खोज्न र बचाउन आएको। येशू ख्रीष्ट हामी मानिस जातिलाई बचाउन आउनुभएको दिनलाई क्रिसमस भन्दछन्।